सामाजिक विषयवस्तुहरू अनि कतिपय जनअपेक्षा र चासोका विषयवस्तुहरू, फरक फरक व्यक्ति व्यक्तित्वहरूसँग फरक फरक प्रसंगहरूमा गरिएका विशेष कुराकानी कार्यक्रम गोर्खाली विशेष। नमस्कार, कार्यक्रम गोर्खाली विशेषमा यहाँलाई स्वागत छ। म खिमा गुरुङ। यति बेला प्रविधि कक्षबाट अल्सना श्रेष्ठको साथ मिलेको छ। आफ्नोपन आफ्नै पहिचान सबल नेपाल हाम्रो अभियान, यो अभियानलाई पोखराबाट बुलन्द गर्दै प्रसारण भइरहेको गोर्खाली रेडियो 106 मेगाहर्जमा विशेष गरेर हामीले समसामयिक विषयवस्तुमा रहेर छलफल गर्दै आइरहेका छौं। आज भने हामीसँग यस्ता खालका एक व्यक्तित्व हुनुहुन्छ जसको जन्म भुटानमा भएको थियो र नेपालमा उहाँ जति बेला भुटानमा एकात्मक शासन व्यवस्थाको त्यहाँ लागू भयो तब उहाँहरू त्यहाँनिर अलिकता त्यहाँका जनताले विद्रोह गर्न थाले। विद्रोह गर्न थालिसके पछाडि तपाईँ हामी सबैजनालाई थाहा छ यो विषयमा, र उहाँहरूलाई त्यहाँबाट इन्डिया हुँदै नेपाल पठाइयो। नेपाल आइसके पछाडि उहाँ 17 वर्ष जति यहाँ एकदमै दुःख कष्ट गरेर बिताउनु भयो र पछाडि त्योभन्दा पछिल्लो क्रममा तपाईँ हामी सबैलाई जानकारी भएकै कुरा हो र उहाँहरू संसारका 8-9 वटा विभिन्न देशमा जाने क्रममा हाल क्यानाडामा हुनुहुन्छ। एकदमै राम्रोसँग अहिले आफ्नो पारिवारिक पृष्ठभूमिसँगै बसिरहनु भएको छ र समाज सेवा पनि गरिरहनु भएको छ। पक्कै पनि उहाँले सोच्नु भएको छ कि मैले केही गर्न सके भने मेरो मातृभूमिलाई गर्छु, मेरो भुटानलाई मैले केही गर्न पाए हुन्थ्यो भन्ने उहाँको मनमा हुन्छ र मनमा छ। नेपाललाई पनि त्यति माया गर्नुहुन्छ किनभने उहाँ नेपाली भाषी हुनुहुन्छ र एक गुरुङ हुनुहुन्छ। तसर्थ यस्ता खालका व्यक्तित्वसँग आज कुराकानी गरिरहेको छु कि उहाँका जीवनमा धेरै आरोह अवरोह आएको छ। मानव ती आरोह आरोहलाई ती दुःख सुखलाई पार गरेर यहाँसम्म आउँदाखेरि अहिलेको यो एकदमै विकसित मुलुक क्यानाडासम्म आइपुग्दाखेरि उहाँले भोगेका केही अनुभवहरू आज हामी यहाँ राख्छौं। आज हामीसँग हुनुहुन्छ भुटान सानो धप्पर गाउँमा बाबा गर्जमान गुरुङ र आमा विष्णुमाया गुरुङको कोखबाट जन्मिनु भएका गोपी गुरुङजी हुनुहुन्छ। उहाँ भुटानदेखि नेपाल 1992 सालमा आउनुभयो र झापाको माइदर खोलाको किनार भनौं बगरमा उहाँ 6 महिना जति बिताउनु भयो। त्यस पछाडि उहाँ झापा दमक बेलडाँगी शरणार्थी क्याम्पमा त्यहाँ दुःख सुख बस्नुभयो। त्यस पछाडि उहाँ अहिले क्यानाडामा जानु भएको छ। क्यानाडामा मैले अघि नै भनिहाले एउटा सुख सायलको जीवन बिताइरहनु भएको छ, तथापि उहाँलाई नेपालको माया भुटानको माया उति नै छ। भुटानदेखि नेपाल र नेपालदेखि क्यानाडासम्मको यात्रा कस्तो रह्यो भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौं। तिनै यात्री अथवा तिनै विभिन्न अनुभवहरू सँगाल्नुभएका गोपी गुरुङज्यू जसले माया धेरै गर्नुहुन्छ नेपाललाई। आउनुहोस् म कुराकानी गरौं यहाँलाई र स्वागत गरौं। बहिनीलाई कार्यक्रममा स्वागत छ। नमस्कार। आरामै हुनुहुन्छ? हजुर, एकदम आराम। नेपाल कहिले आउनुभयो? नेपाल चाहिँ म अक्टोबरको 19 मा चाहिँ हजुर नेपाल ल्यान्ड भएको काठमाडौँमा। हजुर, कति दिनको बिदा छ? मैले 4 हप्ताको बिदा लिएर आएको छु हैन। अनि खासै 5 हप्ता हो, तर 1 हप्ता चाहिँ जाँदा आउँदै सकिन्छ हैन। 4 हप्ता चाहिँ मैले नेपालमै बस्ने। हजुर। अनि नेपालमा त बस्ने नै भयो हैन। नेपाल बाहेक अरु कुनै ठाउँमा जाने त्यस्तो प्लान छ कि छैन? त्यस्तो त छैन। हजुर छैन, जस नेपालमै। अहिलेसम्म यहाँ आइसके पछाडि नेपालको कुन ठाउँमा घुम्नु भयो? म यहाँ आएपछि भनेको मैले पोखराको चाहिँ हैन प्राय सबै ठाउँ सकिसके हैन। हजुर, अब जुन यहाँ पर्यटन क्षेत्रहरू छ है पोखराभित्र तिनीहरू चाहिँ म सबै घुमिसके भन्दा पनि हुन्छ हैन। हिजो बेलुका सारङकोट गएर आए हैन। एकदमै मैले पोखराको बारेमा मैले अलिअलि सुनेको थिएँ हैन,
तर आज देखेर भोगेर हैन गर्दै त यति रमाइलो भएको छ नि एक पल यहाँले हैन त्यो एकदमै रमाइलो क्षणमा बिताइराख्नु भएको छ। हुन्छ अब यो नेपाल आउने क्रम कसरी जोड्यो भन्ने सन्दर्भमा म एकैछिनपछि यहाँसँग कुराकानी गर्ने नै छु। आजको यो कुराकानीमा यहाँको बाल्यकालबाट सुरु गरौँ। कस्तो थियो बाल्यकाल भुटानमा? हजुर, मेरो बाल्यकाल त अब हुन्छ नि, मेरो गाउँ एकदम रिमोट एरिया नै हो हैन। अब मैले थाहा पाए अनुसार भर्खर मात्रै रोडहरू पुगेको थाहा छ मलाई, म त्यस्तो हो। अनि म एउटा साधारण हैन लेभलको परिवारमा म जन्मेको हो। अनि यतिसम्म हो कि अब हुन्छ नि, अब अहिलेसम्म त छोराछोरीमा भेदभाव छ भनेपछि होइन, त्यतिखेर त त्यो अब म हुन्छ नि छोरालाई चाहिँ पढाउनु पर्छ, छोरीलाई त पढाउनु पर्दैन, अर्का घर जान जात हो होइन, किन खर्च गरिरहने भन्ने खालकै म त्यस्तै परिवेशमै म हुर्केको हो। हजुर, हजुरको बाल्यकाल होइन त्यसरी पढाउनु पर्दैन छोरीलाई भन्ने खालको परिवेश थियो। हजुरले पढ्न पाउनु भयो कि भएन? मैले पढ्न पाइनँ। मैले भुटानमा रहँदा पनि म एउटा हुन्छ नि बच्चा भइन्जेल मैले अलिक सानो भइन्जेल अब होइन यसो गाई बस्तुको उयोहरू गर्ने भयो। अनि अलिक ठुलो भएपछि मेलापात गर्दा गर्दै होइन म 14 वर्षको उमेरसम्म चाहिँ म भुटान बसेको। हजुर, त्यस पछाडि नेपाल आउनु? हजुर, नेपालको बसाइको बारेमा म एकैछिनपछि कुरा गर्छु। यो यहाँहरू भुटानमा बस्दाखेरि अनि अब यो नेपाली भाषा पहिल्यै बोल्नुहुन्थ्यो? हजुर, एकदम है एकदम। हजुर, नेपाली भाषा चाहिँ एकदम हामी बोल्ने हो होइन। हजुर, र हामी हुन्छ नि हाम्रो त्यहाँको जति पनि हुने नेपालीहरूले चाहिँ होइन जसरी नेपालमा चाडबाड मनाउँछ होइन, अब दसैँ तिहार चाहिँ हामी त्यसरी नै मनाउँथ्यौँ। हाम्रो भाषा त्यस्तै थियो, हामी हाम्रो पोसाकहरू हामी नेपाली नै लाउँथ्यौँ। हजुर, अब त्यसो भए यो नेपाली भाषा त्यहाँका भुटानिजहरूले कहिलेबाट बोल्न थाल्नुभयो होला? अथवा यो नेपाली भाषा बोल्नुको कारण के हो? यहाँ आफै पनि गुरुङमा पनि थर चाहिँ भज्यू होइन रहेछ, के छ त यसमा सम्बन्ध? कि नेपालबाटै त्यहाँ जानु भएको हो त? हजुर, अब हाम्रो हुन्छ नि पुर्खाहरू चाहिँ नेपालबाटै जानुभएको हो होइन। अब मैले सुने अनुसार चाहिँ होइन अब पहिला चाहिँ अब कति घर हो पुरा एकदम उयसको के भन्छ सन्धि गरेरै लगेको अरे होइन, त्यहाँ त्यो निर्माणको कामहरू बेलामा होइन एकदमै यहाँका एकदम कालीगाडहरूलाई त्यहाँ लैजाने गर्थ्यो अरे सरकारले भन्ने पनि हामीले सुनेका छौँ। 16 घर हो कि कति चाहिँ त्यसरी अब सन्धि गरेरै लग्यो होइन। तर त्यस पछाडि भनेको चाहिँ हाम्रो नेपाल र भुटान चाहिँ अब सबैलाई कि होइन अब त्यतिखेर होइन भिसा पनि नलाग्ने आउने जाने एकदम मलाई पनि थाहा छ होइन, आउने जाने। अनि नेपाली टिचरहरू सबै नेपालकै हुनुहुन्थ्यो, एकदमै हामी सराबरै थियौँ। भनेपछि अब पहिला जे जसरी लगे पनि पछि अब आफन्तहरू भुटानमा बसिसके पछाडि नेपालबाट पनि त्यहाँ जाने। जस्तो अब हजुरकै कुरा गर्नुपर्दा हजुरको हजुरबुवादेखि जिजुबुवा होइन कति पुस्ता पहिला त्यहाँ जानुभएको रहेछ? अब मलाई खासै मलाई त्यस्तो चाहिँ सबै थाहा भएन होइन। मेरो बाबाले भन्नुभयो अनुसार चाहिँ अब मेरो बाजे चाहिँ सिक्किमबाट अरे भनेपछि मेरो बाजेको जिजु चाहिँ नेपालबाट गएको हुनुपर्छ। नेपालबाट सिक्किम हुँदै चाहिँ भुटान पसेको त्यस्तो चाहिँ मैले हजुर बुझेको छु। हजुर, नेपालको कुन ठाउँबाट जानुभएको रहेछ? अब खासै भन्दाखेरि पोखरेली हो, कास्केली भनेर चाहिँ भन्नुहुन्छ। म त्यस्तो हजुर मैले डिटेलमा चाहिँ थाहा भएन, कास्केली हो भनेर चाहिँ भन्नुहुन्छ यतैबाट भनेर। हजुर, त्यसैले होला यहाँलाई यो कास्केली पोखरा धेरै माया लागेको र यो आउने क्रम पनि जुड्यो। यहाँ आउने क्रमको बारेमा म एकैछिनपछि कुरा गर्छु। आदरणीय श्रोता, यति बेला यहाँले यो कुराकानी सुनिरहनु भएको छ गोर्खाली रेडियो 106 मेगाहर्जमा। कार्यक्रम हो गोर्खाली विशेष। कार्यक्रम गोर्खाली विशेषमा आज हामी एक भुटानिज तर उहाँको भाषा नेपाली छ, माया नेपाल
र आफ्नो जन्मथलोको त उहाँलाई माया लाग्ने नै भयो र अहिले पछिल्लो क्रममा क्यानाडामा उहाँ बसोबास गरिरहनु भएको छ आफ्नो परिवारसँग र उहाँ समाजसेवी पनि हुनुहुन्छ। उहाँका कण कणमा समाज सेवा गर्नुपर्छ भन्ने त्यो सोच त्यो रगत बगिरहेको छ। मैले अझ उहाँ बसेको ठाउँमा जे जति समाज सेवा गर्नुहुन्छ तथापि उहाँले त्यसो मौका पायो भने आफ्नो मातृभाषा बोल्ने देश नेपाललाई पनि र पुर्ख्यौली एकदमै पहिलाको पुर्ख्यौली बस्ने ठाउँ नेपाललाई सहयोग गर्छु भन्ने मनसाय उहाँले बोक्नु भएको छ। यस्ता खालका व्यक्तित्वसँग म आज कुराकानी गरिरहेको छु र यहाँले हामीलाई विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिइरहनु भएको छ भन्ने हाम्रो अपेक्षा रहेको छ। गोर्खाली रेडियो 106 मेगाहर्जबाट हामीलाई यो कार्यक्रम सुनिरहनु भएको छ भने www.radiogorkhali.com लगइन गरेर देश तथा विश्वबाट एकैसाथ सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो संचार मोबाइल एप्स अर्थखबरबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। जसले जुन जुन माध्यमबाट हामीलाई सुनेर साथ दिनुभएको छ तपाईँ सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँसँग कुनै पनि जिज्ञासा वा अथवा आजका मेरा अतिथिज्यूसँग केही प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ। म उहाँसँगै राख्ने प्रयत्न गर्नेछु। आज मसँग हुनुहुन्छ गोपी गुरुङज्यू। आउनुहोस् यहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गरौँ। बहिनीलाई फेरि पनि कार्यक्रममा स्वागत छ। हजुर त्यस पछाडि यहाँहरू नेपाल आउनुभयो 1992मा होइन? त्यो नेपाल आउने क्रममा यहाँ 14 वर्षको हुनुहुन्थ्यो। त्यति बेला त्यहाँ त्यो दङ्ग भएको आन्दोलन भएको याद छ? हजुर अलिअलि चाहिँ मलाई याद छ होइन। अब हुन्छ नि अलिकति अब पहिलाबाट सुन्दा उयोहरू हुँदाखेरि चाहिँ अब सुरु चाहिँ मैले बुझे अनुसार होइन, म एउटा केटाकेटी पनि थिएँ, अलिक केटाकेटीमा पनि अलिकति हुन्छ नि अब त्यति उयो चाहिँ नभएको होइन। मैले बुझे अनुसार मैले अब त्यहाँ उयो भयो अनुसार चाहिँ हामी नेपाली पोसाक लाउने नेपाली भाषा बोल्ने हामी सबै हाम्रो होइन चाडबाड हामी सबै गर्ने थियो होइन। हामीलाई त्यहाँको भाषाले हामीलाई अलिकति पनि उयो भएको थिएन होइन। अब अफिसमा जाँदाखेरि पनि हुन्छ नि अब भएसम्म हामी नेपालीमै कुरा चाहिँ त्यस्तो खालको चाहिँ हुन्थ्यो। तर पछि पछि आएर चाहिँ यस्तो भयो कि हामीले नेपाली भाषा पनि बोल्नु नपाउने होइन, हाम्रो पोसाक लाउनु नपाउने अनि पढ्न नपाउने होइन, हाम्रो जोङ्खा भाषै बोल्नुपर्ने होइन, त्यहाँको ड्रेसअपहरू गर्नुपर्ने होइन। अनि हामीले त्यहाँको पोसाक नलाउँदाखेरि फाइन लाउने त्यस्तो खालको हुँदै आयो। हजुर त्यस्तो खालको हुँदै आयो। अनि अब व्यापारी पनि हुन्छ नि एउटा यताको उता दिनुपर्ने उताको चाहिँ यता ल्याउनुपर्ने बराबर हुनुपर्ने त्यस्तो हुँदै गए पछाडि चाहिँ अनि अब आन्दोलन भएको रहेछ होइन, भएको रहेछ। अनि त्यसपछि अब त्यस्तो हुँदा हुँदै चाहिँ अनि त्यही हो अब होइन विद्रोह भयो। भए पछाडि अब अलिकति दमन चाहिँ धेरै भयो राज्य पक्षबाट यहाँलाई दमन भयो। कस्तो खालको अब त्यो दमन भन्दै गर्दा होइन यहाँले कस्तो कस्तो देख्नुभयो भोग्न पर्यो? हजुर मैले देख्दाखेरि चाहिँ होइन भगवानसँग म प्रार्थना गर्छु कि होइन म चाहिँ धन्य म भाग्यमानी रहेछु, मैले भोग्नु परिनँ। मतलब मैले फिजिकली चाहिँ होइन मेन्टली त त्यो भइगयो होइन, मैले भोग्नु परिनँ तर मेरो परिवारले चाहिँ भोग्यो। अब त्यो भयो होइन। अनि त्यस्तो भएपछि अब आन्दोलन गर्ने भयो। अनि एउटा पब्लिक र गभर्मेन्टको चाहिँ भिन्दै भयो होइन। अब पब्लिकको मान्छेहरू चाहिँ यता इन्डिया बसेर विद्रोह गर्ने भयो इन्डियाबाट, अब भनौँ न लुकेर गभर्मेन्टसँग। त्यस्तो हुँदाखेरि अनि एकदमै अब हुन्छ नि त्यो बिचमा चाहिँ पब्लिकै पर्ने भनौँ न, यता गभर्मेन्टको दबाउनमा पनि यता गाउँको सिधा साधा पर्यो होइन। अनि यता त्यो एउटा अब मैले सिधा भाषा भन्नुपर्दा मैले बुझेँ पार्टीको उयो पनि होइन, त्यो विद्रोह गर्ने पार्टीको उयोबाट पनि हामीलाई नै दमन पर्ने होइन। अनि अलिकति अब गाउँको बाटोटाटोहरू चाहिँ अब त्यहाँ जानुपर्ने होइन। अब नजाँदाखेरि पनि हुन्छ नि अब ज्यानको जोखिम त्यता पनि दुवैपट्टि त्यस्तो खालकोहरू हुन्थ्यो। अनि मेरो बडा र फुपा चाहिँ गाउँको अलिकति मुखिया हुनुहुन्थ्यो। बडा भनेको मेरो ठुलो बा, हजुर मेरो बाबाको के अरे दाइ,
हजुर। अनि मेरो ठुलो फुपा उहाँहरू त्यस्तो हुनुहुन्थ्यो। त्यसो हुँदा उहाँहरूलाई एकदम दबाब हुँदै अब के हुन्छ नि एउटा किडन्याप जस्तै गरेर लान्थ्यो होइन, उनीहरूले लाने किडन्याप जस्तो गरेरै अब लाने अनि इन्डियामा राख्ने होइन, अनि आन्दोलन गर्नुपर्ने अब भुटानलाई। त्यस्तो हुँदाहुँदै खै लगभग कति महिना बस्नुभयो इन्डिया चाहिँ होइन। अनि यता मान्छे हराएपछि यता फेरि गभर्मेन्टले खोज्ने होइन, तेरो छोरा खोइ, तेरो ज्वाइँ खोइ, तेरो फलाना खोइ होइन, कहाँ गएको छ। अब त्यस्तो खालको भइरहँदाखेरि अब एउटा होइन मैले अलिअलि अनुमान गर्दाखेरि एउटा बर्खा झरी थियो होइन, उहाँहरू चाहिँ फेरि अब हुन्छ नि एउटा परिवारको न्यास्रो पनि भयो होला, आउनुभयो। अब राति कस्तो समयमा आउनु भएको थियो होइन, आउँदाखेरि अनि एउटा कुरा हुन्छ नि अब मान्छेहरू विभिन्न थियो होइन। अब गभर्मेन्टको साइडमा पनि यता साइडमा पनि गभर्मेन्टको साइडको मान्छेले चाहिँ गभर्मेन्टलाई मेसेज दियो होइन। अनि मेरो बडा र फुपा चाहिँ आएर बस्नु मात्रै भएको रहेछ यसमा, आर्मीहरू आइपुग्यो, उहाँहरूलाई पक्रेर लग्यो। अनि मेरो सानो कान्छा काका होइन, उहाँ एकदमै सानो एजको हुनुहुन्थ्यो होइन, एउटा 17 वर्षको बच्चा भनौँ न। अनि उहाँ चाहिँ के अरे गोसी भन्ने स्कुलमा, उहाँ चाहिँ हस्टेलमा बसेर पढ्नुहुन्थ्यो, उहाँलाई पनि पक्रेर लग्यो। अब पार्टीकोले स्कुलबाट बच्चाहरू लाने, नारा लगाउने अनि यता गभर्मेन्टले चाहिँ पक्रिने। त्यसरी नै एउटा होइन सानो कलिलो उमेरको काका पनि लानु भएछ, हामीले पछि थाहा पायौँ। अनि 3 जना जेलमा भयो, हाम्रो परिवारबाट जेलमा भयो होइन। अब हुन्छ नि त्यो दृश्य र त्यो अब मैले मेरो परिवारमा होइन मैले देखेको दृश्य र मेरो उयसमा परेको उयो गर्दा चाहिँ मलाई अहिले पनि हुन्छ नि मेरो आँगै जिरिनुहुन्छ। मेरो बाजे बोजू होइन उहाँहरू चाहिँ अब एकदमै विचित्र हुनुभयो होइन, विचित्र भएर एकदमै होइन रुने कराउने। अब एउटा काखको छोरा समेत होइन, एउटा बच्चा समेत चाहिँ पक्रेर लगेपछि लग्यो उहाँहरूलाई जेल चलन गर्दै निकै माथि नै पुर्यायो। त्यस्तो भयो। अनि एकदमै अब गाउँमा पनि अत्याचार नै गर्ने हो। अब मेरो गाउँमा चाहिँ आउनु बाँकी नै थियो, त्योभन्दा अगाडि नै हामी हिँडेको। तर मेरो गाउँको मतलब हाम्रो छिमेकी गाउँहरूमा चाहिँ अब आउने सपोज लागि अब मेरो हस्बेन्ड पार्टीमा छ होइन, मलाई चाहिँ आर्मीले जे गर्नुपर्छ मलाई भेट्यो भने चाहिँ उहाँहरूलाई होइन अब बलात्कार सबै थोक हुने, त्यति मात्रै नभएर मारी पनि, हजुर एकदम मारी पनि दिने, त्यस्तो खालको गोली ठोकेर दिने। अनि कति अब त्यस्तो खालको हुन्थ्यो होइन। अनि अब कति सुत्केरी आमाहरू, कति बुढी आमाहरू होइन, कति अनि त्यस्तो हुन्थ्यो। कति चाहिँ अब गाउँमै आउने होइन, अब त्यहाँको ठुलोहरू आउने अनि आर्मी सहित आउने, उहाँहरूलाई अब चेलीबेटी हुन्छ नि बुझाउनु पर्ने गाउँले, त्यतिसम्म। त्यति नगर्दाखेरि चाहिँ ज्यान जोखिममा हुन्थ्यो। त्यस्तो खालको अवस्थाहरू गाउँघरतिर घटिरहेको थियो होइन, घटिरहेको थियो। मेरो ठुलो बा फुपा मेरो काकाहरू जेलमै हुनुहुन्थ्यो होइन। हामीलाई थाहा छैन कि, हामी थाहै थिएन कि मार्यो कि अब जिउँदो छ हामीले के पनि थाहा थिएन। अनि त्यतिखेरसम्म चाहिँ अनि उहाँलाई लगे पछाडि चाहिँ मेरो फुपा र बडालाई लगे पछाडि चाहिँ भनेपछि मेरो बाजेलाई बोलाउनु भयो अफिस। उहाँ जानुभएको थियो, उहाँ त्यस्तै 50 वर्षको उमेरको हुनुहुन्थ्यो होला त्यतिखेर, उहाँ जानुभएको थियो। अनि अफिसमा बोलाएर चाहिँ मेरो बाजेले भन्नुभएको अनुसार घोप्टो पार्यो होइन, 7 बेद चाहिँ गर्नुभयो अरे उहाँले पिटेको यसरी 4 हात खुट्टा टेकेर घोप्टो पारेर तन्काएर चाहिँ 7 बेद चाहिँ गनेर त्यहाँदेखि के पनि थाहा पाएन। बिहान 9 बजी पुग्नु भएको होइन, अलिकति अब बिहानको राति गएर पुग्नु पर्ने ठाउँ थियो हिँडेर। अनि त्यस्तो भएपछि चाहिँ अनि 7 बेद चाहिँ गने, त्यहाँदेखि मैले थाहा पाइनँ भन्नुभयो बाजेले। अनि उहाँलाई अब कति बेर पिट्यो के भयो होइन। अनि उहाँ बिउजिँदा उहाँ होसमा आएर मतलब अब आएर आर्मीले नै होइन अब धकाल्दा चाहिँ उहाँ भुइँमा लडिराखेको होइन, त्यतिखेर होसमा आएर आँखा हेर्दाखेरि चाहिँ अब घाम अस्ताउन लागेको थियो भन्नुभयो बाजेले होइन। अनि त्यस्तो भनेर चाहिँ भन्नुभयो। अनि बाजे आउनुभयो कि बाजे त एकदमै होइन अब त्यहाँबाट कसरी हिँडेर आउनुभयो होइन, एकदमै शरीरभरि मिरडाम लिएर आउनुभयो होइन, त्यस्तो उमेरमा आउनुभयो। अनि आएर लगभग 3 महिना रोगाउनुभयो, 3-4 महिना चाहिँ एकदमै थलै भयो होइन, त्यस्तो खालको अवस्था नि भयो। अनि त्यस्तो हुँदा हुँदै होइन अब अत्याचार। अनि
अब हामी चाहिँ जङ्गलमा लुक्नु पर्थ्यो बेलुका भएपछि चाहिँ यस्तो हुन्थ्यो होइन। म पनि एउटा किशोरी अवस्थामा प्रवेश गरिसकेको मान्छे थियो नि, यति चिन्ता लाग्थ्यो कि आज राति हामी चाहिँ होइन बाँच्छौँ कि बाँच्दिनौँ, मतलब होइन मेरो के भन्छ इज्जत चाहिँ मैले जोगाउन सक्छु कि सक्दिनँ हो, त्यस्तो हुन्थ्यो होइन। बिहान उठेर हेर्दाखेरि हाम्रो बाटो हुँदै हाम्रो घर पनि आर्मीको बुटको छाप हामीले त्यसरी देख्थ्यौँ। अनि हुन्छ नि अब राति सुत्दाखेरि पनि हामी छ कि छैन सुन्, अनि कतिखेर चाहिँ कोही कोही दिन चाहिँ हामी जङ्गल पनि गएर सुत्थ्यौँ होइन। अनि जङ्गल गएर एक दिन चाहिँ यस्तो भयो होइन, अब हुन्छ नि अब तिमीहरूको गाउँको टन भन्ने खालको त्यस्तो भए पछाडि होइन हामीलाई बाजेले तिमीहरू जङ्गल जानु, जङ्गलमा गएर यता घरदेखि अलिकति पर गएर त्यहाँ लगेर यसो गुन्द्री सुन्द्री ओछ्याएर यसो कम्बलहरू ओढेर ब्ल्याङ्केटहरू ओढेर त्यहाँ सुत्यौँ होइन। अनि बिहान उठेर हुन्थ्यो हुँदाखेरि त्यस्तो हुन्थ्यो होइन। अनि जहिले पनि यस्तो हुन्थ्यो कि होइन त्यो फेरि त्यो उमेर चाहिँ एउटा हुन्छ नि अब बच्चा बेलाको एउटा टिनेजर उयो हुनु अलिकति चिन्ता भयो। साह्रै मलाई चाहिँ चिन्ता लाग्थ्यो होइन। म दिनभरि हुन्थ्यो कि म बेलुका हुँदै गएपछि चाहिँ मेरो अनुभव अरूलाई कस्तो हुन्थ्यो तर मलाई चाहिँ यस्तै हुन्थ्यो होइन। म चाहिँ मेरो उयो अस्तित्व चाहिँ म जोगाउन सक्छु कि सक्दिनँ होइन। मलाई मारे त ठिकै छ होइन, मार्ला हो, तर मलाई यदि मेरो इज्जतै लुटेर मलाई छोडिदियो भने म होइन मलाई त्यस्तो खालको फिल हुन्थ्यो। मेरो भाइ बहिनी सानो थियो होइन। अनि कतिजना हुनुहुन्थ्यो हामी के अरे जम्मा जम्मी 7 जना हो होइन। म ठुलो चाहिँ अरू सबै बच्चा नि। भाइ कतिजना? भाइ 3 जना हो अनि हामी दिदी बहिनी 4 जना। हजुर। अनि त्यो भएकोले गर्दाखेरि त्यस्तरी बस्दा बस्दै होइन अनि अब त्यो जेलमा हुनेहरू चाहिँ अब अनि मारेर अब हुन्छ नि कति चाहिँ घरमै लास ल्याउँथ्यो होइन। अब कतिजनाको हुन्छ नि मार्यो लास घरमा पठाइदिने, कतिको चाहिँ आँगनमा ल्याएर खाइदिने त्यस्तो हुन्थ्यो, कति नापत्तै भयो त्यस्तो हुन्थ्यो। अनि हामीले चाहिँ मेरो ठुलो बा र फुपा पनि जिउँदो छ भनेर सोचेको थिएन। अनि अर्को कुरो होइन सानो एउटा उमेरको काका हुनुहुन्थ्यो कान्छा काका, उहाँ पनि त्यस्तो हुन्थ्यो। जहिले मैले बोजू र बाजेको रोदन देख्नु पर्थ्यो होइन। मेरो बोजू चाहिँ हुन्छ नि उहाँले मैले देखे अनुसार होइन उज्यालो भएदेखि सास परेसम्म रुनुहुन्थ्यो, सासमा त झन् ज्यादै रुनुहुन्थ्यो। अनि त्यसले चाहिँ एकदम उयो लाग्छ। हजुर एकदम त्यस्तो खालको होइन एउटा त्यहाँ आफ्नो ज्यान जान्छ अथवा मेरो अस्मिता मैले कसरी जोगाउने भन्ने बारेमा, मेरो ज्यान जान पनि सक्छ कि मेरो परिवारलाई के गरिदिन सक्छ कि भन्ने त्यो त्रासमै यहाँहरू होइन त्यसरी कति जति यो त्रासमा कति वर्ष जति बस्नुभयो? मलाई एक्ज्याक्टली त्यो चाहिँ थाहा भएन होइन। तर पनि मलाई लाग्छ कि हामी लगभग 2 वर्ष चाहिँ हामी यस्तैमा बस्यौँ। हजुर। किनभने केटा मान्छे त घरमै बस्दैन थियो, अब जङ्गलै पाखा बस्नु पर्ने त्यस्तो हुन्थ्यो। अनि त्यो भए चाहिँ हामी केटाकेटी मात्रै हुन्थ्यो। हजुर 2 वर्षसम्म चाहिँ मैले बुझे अनुसार मैले त्यति चाहिँ पीडा चाहिँ क्षणमा यहाँहरू बिताउनु भयो। त्यस पछाडि नेपाल आउने कसरी? हजुर त्यहाँदेखि चाहिँ अब यस्तो पनि भयो कति कुरो चाहिँ होइन। कतिजना चाहिँ अब रातारात होइन जिउको जिउ पनि भाग्यो, तर हामीलाई चाहिँ त्यस्तो उयो भएन। अनि बाजेलाई फेरि बोलाउनु भएछ। बाजेलाई एकदम नहोस् त तेरो देश पनि होइन तेरो देश त नेपाल हो, तैँले देश छोड्नुपर्छ, तैँले छोडेन भने नेपाल हो भन्नुको कारण चाहिँ के हो त? अब त्यही होला अब त्यो हुन्छ नि अब त्यो। अनि एउटा कुरो मैले अलिकति छुट्याएँ आन्दोलनमा चाहिँ, अनि 1 नम्बर र 2 नम्बर पनि छुट्यायो। त्यो जतिखेर सन्धि गरेर ल्याउनेहरूले प्रुफ देखाउनेले चाहिँ उहाँहरूलाई 1 नम्बर बनाएर राख्यो। जति पनि प्रुफ देखाउनु नसक्नेहरू हुन्छ अनि प्रुफ भए पनि अब त्यही हो यता होइन पार्टीमा संलग्न थाहा पायो भने अब थाहा पाइसक्दा चाहिँ त्यो चाहिँ 2 नम्बर 3 नम्बरमा गन्ने होइन। अनि हामीलाई पनि 3 नम्बरमै राखिदियो किनभने अब होइन ती 3 जना थियो नि त जेलमा। त्यो भएकोले गर्दाखेरि अनि एकदमै दमन बढिरहेको थियो। अनि त्यस्तो हुँदाहुँदै अब त्यसरी नै होइन कतिलाई चाहिँ अब घरमै आएर उयो गर्ने त्यस्तो हुँदाखेरि कतिहरू चाहिँ घर राति नै होइन जिउको जिउ भाग्नु भयो। तर हामीलाई चाहिँ बाजेलाई बोलाएर भन्नुभएछ कि यो तेरो देश पनि होइन होइन त यहाँ बस्नु पाउँदैनस्
त देश छोड्नुपर्छ, त नेपाल, तेरो देश नेपाल हो भन्दाखेरि अनि बाजेले भन्नुभएछ हुन्छ सर होइन, तर मलाई मेरो 3 जना मेरो छोरा चाहिँ दिनुहोस्। यदि दिनुभयो भने म अहिले कहिले जान्छु, म जिउको चाहिँ म थपक्कै मेरो यदि दिनुभयो भने चाहिँ म जान्छु भने पछाडि चाहिँ बाजेले त्यो बिन्ती बिसाउँदा चाहिँ दिन्छु। त्योभन्दा त हामीलाई के चाहिएको थियो त होइन, किनभने उहाँहरू त जेलमै अब कुहिने उयो थियो नि त होइन। अनि त्यो भयो। अनि यति पनि भन्नु, यदि त जाँदैनस् होइन, तैँले उयो गर्दैनस् भने तेरो घरमा हामी आर्मी पठाउँछौँ भनेपछि त छोरी चेलीको त अस्तित्व जोगिने भएन, बाजेको पनि ज्यान त जोखिममा भयो। त यदि जाँदैनस् होइन, तैँले देश छोड्दैनस् भने चाहिँ तेरो घरमा चाहिँ हामी फौजी पठाउँछौँ भने पछाडि चाहिँ बाजेले हुन्छ सर म जान्छु, तर मलाई मेरो होइन मेरो काखको छोरा र मेरो ठुलो छोरा अनि मलाई ज्वाइँ चाहिँ दिनुहोस्, मलाई केही चाहिँदैन म जान्छु भने पछाडि चाहिँ ल दिन्छु भन्नुभएछ। त्यस पछाडि भनेको चाहिँ अनि नभन्दा ठ्याक्कै डेट दियो, लगभग खै कस्तो अब त्यस्तै 3-4 हप्ताको डेट दियो होला मैले विचार गर्दा। अनि डेट दिएपछि बाजे फर्केर आउनुभयो होइन, अनि बाजे फर्केर आउनुभयो अनि अब हामी नेपाल जानुपर्छ, हामी यहाँ बस्नु हुँदैन होइन, हामीलाई यसो भन्दाखेरि अब त्यसो भन्नुभयो। अनि त्यतिखेर अनि अब बाजेले मतलब हुन्छ नि अलिकति बिचरा अब गाह्रो पनि भयो होइन, कति अब कसरी जाने, तर पनि अब ज्यान जोगाउनुको लागि र त्यो छोरा ज्वाइँलाई सुरक्षित राख्नको लागि पनि उहाँले चाहिँ होइन जानुपर्छ हामी भन्ने खालको परिवारमा अब हुन्छ भन्ने चाहिँ भयो। अनि त्यस पछाडि बोलायो फेरि जम्मै परिवारलाई नै अफिसमा बोलाउँदाखेरि मलाई अहिले पनि थाहा छ होइन, मेरो बाजेले बक्खु अब उहाँको ड्रेस लगाएर जानुभएको थियो, अरू हामी चाहिँ यस्तै नर्मल ड्रेसमा थियो, सबै परिवार गएर हामीलाई फोटो खिचायो। अनि त्यतिखेर मेरो बाजेले मेरो बाजे बोजू मेरो बाबुआमासँग चाहिँ पासपोर्ट मतलब सिटिजन थियो, सिटिजन पनि बुझायो होइन, बुझाएर यसरी हुन्छ नि फोटो यसरी खिचायो, हामीलाई लाइन लगाएर राख्यो अनि फोटो खिचायो, हाँस्नुपर्ने फोटोमा, किनभने हामी चाहिँ एकदम खुसी साथले यो देश छोडेर जाँदैछौँ, हाम्रो यहाँ के पनि छैन, हामी खुसी साथले नेपाल जाँदैछौँ होइन, यो चाहिँ हाम्रो देश होइन भन्ने खालको अब उनीहरूले त्यसै भन्नु लाग्यो पनि। अनि त्यसरी नै राखेर चाहिँ एकदम हाँसेर फोटो, त्यो फोटो पनि होइन पछिसम्म पनि हामीसँग पनि थियो। अनि एकदम हाँसेर फोटो खिच्नुपर्ने होइन, किनभने हामी चाहिँ खुसी साथले भुटान छोड्दैछौँ, देश छोड्दैछौँ भनेर त्यसै गरेर होइन। अब मेरो जम्मै होइन मेरो बाजे बोजूदेखि लिएर मेरो होइन ठुलो आमा अब बडी आमा भनौँ न उहाँ अनि मेरो काका काकी जम्मै सबैले एकदम हाँसेर खुसी भएर चाहिँ त्यस्तो अवस्थामा फोटो खिचेर अनि हामी आयौँ, सबै उहाँहरूले सिटिजन बुझायौँ। अनि त्यस पछाडि चाहिँ हामी तयारीमा रह्यौँ, पर्खाइमा रह्यौँ कि कहिले अनि डेट पनि दियो, त यो डेटमा चाहिँ तैँले छोड्नुपर्छ, योभन्दा यति दिन अगाडि चाहिँ तेरो छोरा आउँछ भने पछाडि अनि हामी आयौँ। अनि नभन्दै हामीले अब हुन्छ नि जिउमा लाउने 1-2 लुगाहरू रेडी बनायौँ होइन, अनि केही यसो खाजा चामलहरू अलिअलि रेडी बनायौँ जति जति बोक्न सक्छ होइन, रेडी बनाएर हामी एकदम पर्खाइमा बस्यौँ। नभन्दै लगभग 3-4 दिन अगाडि आइपुग्यो मेरो फुपा बडा कान्छा काका आइपुग्यो, तर हेर्नु लायकको अवस्था थिएन होइन। मेरो ठुलो बा चाहिँ यस्तो थियो कि हड्डी र छाला मात्रै थियो होइन, हड्डी र छाला मात्रै थियो। अब सानो काका पनि त्यस्तै होइन। अनि अब यो भने नि यहाँदेखि उँधो चाहिँ भनेको अब राम्रो खाली ठाउँ मासु खाली थिएन, अब त्यो फलामको उयो लगाएर चेप्पा लगाएर चाहिँ अब त्यो घाउै मात्रै थियो होइन। अनि त्यस्तरी आउनुभयो। अनि अब त्यतिखेर मेरो फुपाले भनेअनुसार चाहिँ मेरो ठुलो बालाई जतिको चाहिँ मलाई भएन, किनभने उहाँलाई चाहिँ लगेर होइन अब पिट्न थाले पछाडि चाहिँ एकचोटि चाहिँ ह गरेर आवाज निस्किन्थ्यो अरे। त्यस पछाडि चाहिँ अब फुपाले सोच्थ्यो अरे कि मर्यो होइन, ऊ चाहिँ मर्यो भने, तर भरे जाँदाखेरि गोमतेको ठाउँमा त्यस्तो गर्न छोडिदियो। अनि फेरि उसलाई उठायो आफूसँग ल्यायो होइन, फेरि उसको टर्नमा पनि त्यस्तै। तर अब उहाँले भन्नुहुँदा चाहिँ धेरैभन्दा धेरै चाहिँ ठुलो बालाई चाहिँ अलिकति अनि त्यस्तो खालको पीडा भयो। नक्सा मात्रै आइपुगेको थियो
देख्दाखेरि चाहिँ एउटा हुन्छ नि मान्छेको नक्सा मात्रै थियो होइन। मेरो सानो काका त्यस्तै हुनुहुन्थ्यो होइन, उहाँ त झन् एउटा होइन केटाकेटी मान्छे हो। अनि त्यो देखे पछाडि चाहिँ होइन हामीले पनि हुन्छ नि अब किनभने धन्य हामी बाँचेछौँ भन्ने होइन भन्ने भयो हामीलाई पनि होइन, हाम्रो मान्छेहरू बाँचेछ भन्ने भयो। अनि त्यस पछाडि मलाई थाहा छ कि शुक्रबार चाहिँ हामीले घर छोडेको, त्यहाँबाट घर छोडेको हो होइन। हामी सबै बाटोलाई यदि उयो पस्नलाई अब फेरि इन्डिया पस्नलाई चाहिँ 5 दिन हिँड्नु पर्थ्यो, बास बस्दै आउनु पर्थ्यो बाटोमा। हजुर त्यसरी त्यति बेला यहाँलाई अब कुनै साधनमा पठाउने त्यस्तो गर्नु गरेन? बिल्कुल त्यस्तो त जानुपर्ने, जसरी जाओस् उनीहरूलाई मतलब छैन, जानु चाहिँ पर्यो। यदि गएन अब त्यस्तो कति मान्छेहरू चाहिँ मानेन क्या, त्यस्तो घरमा आएर गोली ठोक्ने छोरी चेलीलाई सबै थोक जे पाथ्यो गर्ने त्यस्तो खालको भयो। अनि मलाई उयो पनि लाग्छ होइन, मेरो बाजेले जे निर्णय लिनुभयो नि हाम्रो लागि एकदम राम्रो भयो। त्यही भएर त्यस्तो साधन के पनि हुँदैन। 5 दिन जति लागेर हिँड्दै खोलाको बाटो हुँदै बास बस्दै बाल बच्चासँग इन्डियाबाट फेरि नेपाल आउन पनि। अनि इन्डियाबाट नेपाल आउनलाई चाहिँ अनि हामीले एउटा ठुलो ट्रक हुन्छ नि, हजुर ठुल्ठुलो अब एकदमै अल्गो अल्गो त्यस्तो ट्रकमा, हजुर 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 त्यस्तोमा अब केही सामानहरू कति 15-20 घर मान्छे, केही सामानहरू अलिअलि यसो लुगाफाटाहरू त्यहाँ मुनिबाट राखेर मान्छेलाई माथिबाट राखेर चाहिँ हामी इन्डिया पुगेको। काँक्री बिटाउँदै हामी नेपाल बसेको। हजुर नेपाल आएर जुन झापाको माइदर खोलाको किनारमा त्यहाँ बस्नुभयो। हजुर नेपाल आएर त्यहाँ बस्दाखेरि त अब त्यो घरहरू केही थिएन होइन, अझ खोलाको किनारमा त्यति बेलाको त्यो अवस्थाको बारेमा अनुभव अलिकति सेयर गर्नुहोस्। एकदम हुन्छ नि अब सपना सायद होइन, अहिले सम्झँदा सपना लाग्छ, त्यतिखेर पनि होइन। राति ल्याएर एउटा कोटी होम थियो त्यहाँ, अहिले छ छैन मलाई थाहा भएन होइन। त्यतिखेर चाहिँ एउटा ठुलो मन्दिर थियो, शिवको मन्दिर थियो, त्यहाँ ल्याएर त्यहाँ एउटा ग्राउन्ड जस्तै रहेछ, त्यहाँ ल्याएर छोडिदिनु भयो। ट्रक चल्दिहाल्यो होइन, मध्यराति छ कहाँ जाने, त्यही आफ्नो सामान राखेर अनि त्यहीँ माथि यसो त्यहीँनिर सबै पुरुष चाहिँ थुप्रेर बस्यौँ होइन। अब त्यति अनि उज्यालो भयो बिहान, अनि उज्यालो भए पछाडि चाहिँ अनि त्यहाँनिर पहिला आउनेहरू चाहिँ हुनुहुन्थ्यो रहेछ, किनभने पहिला चाहिँ 91देखि नै निस्किएको रहेछ होइन। उहाँहरू चाहिँ अब एकदमै पहिलेदेखि बसेको, अनि हल्का फल्का व्यवस्था भएको रहेछ हामी आउँदा चाहिँ। अब उहाँहरूले धेरै सङ्घर्ष गर्नुभएको रहेछ, त्यस पछाडि हामी आउँदा चाहिँ हल्का फल्का व्यवस्था यसो अब होइन। जङ्गल गएर अब यहाँ बस भनेर देखाइदिने, जङ्गल गएर यसो 1-2वटा खुट्टी ल्यायो, 4टा खुट्टी भनौँ न, 4टा खुट्टी ल्यायो, मतलब अब सानो सानो एउटा रुखको उयो हुन्छ नि कागज काटेर ल्याएर गाड्यौँ होइन। प्लास्टिक दिनुभयो होइन, एउटा सानो तिरपाल, अनि त्यो पनि किनेकी दिनुभयो, किनेदेखि हामीसँग के पनि थिएन होइन। आई थिङ्क त्यहीँबाट दिएको हुनुपर्छ। अनि टाँग्यौँ सानो यस्तै अब उयसमा एउटा छाप्रा बनायौँ, बेरा पनि छैन केही पनि छैन, भुइँमा 4वटा खुट्टी गाडेर त्यो तिरपाल लगाएर चाहिँ अनि हामीलाई चाहिँ अब अलिकति त्यो सुनगा बजार जाने बाटोको छेउमा त्यो बगरमा त्यहाँ राखिदियो। अनि त्यसरी बस्यो। अनि 91मा आउनेहरूलाई चाहिँ एकदमै हुन्छ नि, उहाँहरू आउँदाखेरि चाहिँ के पनि थिएन होइन, कुनै केही थिएन। अनि उहाँहरूले चाहिँ यसरी दुःख गर्नुभएछ कि अब उहाँहरू जति पनि त्यो भागेर आउने होइन, अब अनि आउनेहरू चाहिँ अब बस्तीमा गयो, नेपालमा माइदरको गाउँमा गयो, माग्यो होइन। उहाँहरूले के दिन्छ, जे पनि दिनुहोस् भन्ने, अनि कसैले मकैको पिठो, मकैको दाना अथवा धानको चामल जे दिन्छ ल्यायो। अनि एउटा ठुलो खसी किनेर चाहिँ उहाँहरू चाहिँ एउटा जिउको 1 बट्टा खैनीको बट्टा थाहा छ नि हजुर हुन्थ्यो नि, हो त्यो बट्टामा चाहिँ प्रत्येक जिउको 1 बट्टा नापेर त्यो खसीमा चाहिँ हाल्नु पर्यो। त्यो ठुलो डेक्चीमा हालेपछि पानी उम्लिरहेछ, नुन लगाएछ, अनि अब हजुरको नाममा एउटा मेरो त्यस्तो गरेर हालेर अनि त्यसरी खाएर बस्नु भएको रहेछ। तर अनि त्यति हुँदाखेरि चाहिँ त्यसरी बस्दा बस्दै 91मा आउनेहरूले चाहिँ त्यति दुःख गर्नुभएको छ। अनि त्यस पछाडि अब नेपालको भनौँ न होइन,
त्यही भएर हामी नेपाललाई धेरै माया गर्छौँ किनभने उहाँहरूले हाम्रो दुःख नदेखिदिएको भए हामीलाई शरण नदिएको भए हामी त इन्डियामा नै किनभने अब भुटानको आर्मी इन्डियामा त सजिलो पसिहाल्छ नि त्यो त बोर्डर हो हामी हुँदैन थियौँ तर हामीलाई जब नेपालले शरण दिनुभयो नि होइन अनि त्यहाँ बसे पछाडि अब विभिन्न संस्थाहरूले होइन उयो गरेर अब यसरी हाम्रो देशमा यस्तो छ भनेर त्यो उयो गरेपछि चाहिँ अनि बाहिर देशले चाहिँ अनि अलिअलि खाद्यान्नहरू दिन थालेछ अनि हामी चाहिँ त्यो टाइममा परेको थियो अनि हेर्ने बेलामा चाहिँ हामी आइपुग्यो हजुर 92 मा चाहिँ सुरु गरेको रहेछ हजुर त्यसरी आयो त्यसरी त्यहाँ 6 महिनासम्म त्यही बगरमा बस्नुभयो हजुर 6 महिनासम्म कतिजनाको परिवार बस्नुभयो त्यहाँ के अरे 7 जना थियो होइन त्यहाँनिर बगरमा 6 महिना बस्यौँ हुन्छ नि अब हामी एकदमै लेकमा बस्ने हो होइन त्यस्तो अब घाममा बस्यौँ अनि मान्छे चाहिँ मैले मेरै गाउँको होइन एकजना राई परिवारको 7 जना छोराछोरी चाहिँ छोराछोरीमा 1 जना चाहिँ बाँच्यो त्यसरी मन थाल्यो किन हावापानी मिलेन हावापानी मिलेन अनि आएर यस्तो ठाउँमा भयो अब एउटा बगर छ होइन त्यहाँ केही छैन त्यस्तो ठाउँमा बसेको छ अनि मान्छेहरू मर्ने अब निमोनिया भयो अनि ज्वरो आउने झाडा बान्ता हुने अनि पछाडि गएर त अब फोहोर मैला पनि बढ्नु थाल्यो मान्छे बढेपछि त्यस्तो हुँदो रहेछ है अनि झाडा बान्ता हुने मर्ने त्यस्तो भयो होइन अब दिनमा त हुन्छ नि दिनैभरि लासै लगेको मात्रै देख्थ्यौँ हामीले अनि कति घर दूरी जति हुनुहुन्थ्यो त्यहाँ त्यो खोलाको बगरमा अब त्यसो त एकदमै धेरै किनभने त्यो माई खोलाको बगर चाहिँ होइन त्यो पुलदेखि यतापट्टिको बगर चाहिँ टाकटुक ढाकेर सुरुङ्गा जाने बाटोतिर पनि त्यो सुरुङ्गा भन्ने एउटा बजार छ त्यो जाने बाटोतिर पुगेको हामी जाँदा चाहिँ त्यहाँसम्म पुगेको थियो त्यो छाप्रा चाहिँ भनेपछि अब मलाई ठ्याक्कै चाहिँ थाहा भएन एकदमै धेरै थियो हजुर अनि त्यो भने नि त त्यहाँनिर चाहिँ सायद अब त्यो त्यहाँको मान्छे देख्दाखेरि सबै हामी बुझ्नेछै थियौँ अनि त्यति हजुर त्यति बेला त्यहाँ ल्याइसके पछाडि अलिअलि संस्थाले पनि यहाँलाई हातेमालो गर्न खोजेको रहेछ होइन स्कुल पढाउनु पर्छ भन्ने खालको त्यस्तो एजुकेसनबाट अलिकता होइन उहाँलाई आफै पढायो भने आफैले के गरेर खान सक्छ भन्ने खालको कसैले त्यहाँ आवाज उठाएको अथवा त्यही संस्थाले पनि त्यो भिजन दिएको पाउनु भएको हजुर थियो एकदम थियो हजुर हामी त्यहाँ 6 महिना बस्ने क्रममा होइन अब बस्दै जाँदाखेरि अनि अब उयोहरू सबै हामी आउँदासम्म चाहिँ हुन्छ नि बच्चाहरूलाई बगरमै राखेर जो छ अब के अरे शिक्षकहरू अब हुन्छ नि उहाँहरूले सुरु गर्नु भएको रहेछ भनेको उतैकै भुटानकै हजुर हजुर उहाँहरूले नै होइन अब अनि सबै पाठ्य पुस्तकहरू त छैन तर पनि एउटा होइन पढाउनु चाहिँ सुरु गर्नु भएको रहेछ अलिअलि बच्चाहरू भेला गरेर त्यस पछाडि हामी गइकन पनि अनि जो नयाँ आउँछ अनि आउने कि प्रत्येक छाप्रामा डेरामा आएर अब कतिजना छ छोराछोरी होइन अनि पढाउनु पर्छ होइन पढ्नु दिनुपर्छ यस्तो खालको भन्ने चाहिँ अवश्य थियो होइन हजुर त्यो पनि हजुरले चाहिँ पढ्न पाउनु भएन हजुर हजुर मैले चाहिँ पाइनँ किनभने अब एउटा कुरो म अलिकति ठुलै थियो भनौँ 14 वर्षको अब ठुलै हो भन्नुपर्छ अनि एकजना दाइ हुनुहुन्थ्यो हाम्रै गाउँको होइन उहाँ चाहिँ गौतम थरी हुनुहुन्थ्यो अनि हामी त्यस्तै क्रममा अब राति हावापानी आउँथ्यो होइन एक दिन त यस्तो अवस्था नि आयो कि हावापानी कत्रो आयो होइन अनि अब त्यो प्लास्टिक तिरपाल त लाने भयो अनि बाबाले मलाई र मेरो माइली बहिनीलाई उठाएर एउटा स्वरमा चोसोमा चाहिँ पक्रिन लाग्नुभयो अनि आमा र बाबा एकपट्टि पढेको तर पनि सकिन होइन कत्रो हावा थियो पानी थियो गयो कि त्यो अब हामी 2 जनाले छोडेपछि त बाबा र आमाले त पक्रिने कुरो भएन गयो त्यो तिरपाल त गएर कहाँ गएर रुखमा अल्झ्यो खैरको रुखमा अल्झ्यो अनि हामी सबै भिज्यौँ अब त्यस्तै बस्यो कहाँ जाने होइन अनि त्यस्तो पनि भयो त्यस्तै रहँदै बस्दै गर्दा अब स्कुल पढाउनु पर्छ बच्चाहरूलाई भन्ने खालको अनि आउनु भएको थियो एकजना दाइ हुनुहुन्थ्यो गौतम दाइ अहिले उहाँ जानेअनुसार अस्ट्रेलियामा हुनुहुन्छ अनि उहाँ दाइ आउनुभयो उहाँले चाहिँ मेरो बाबा आमालाई फुपू फुपा भन्नुहुन्थ्यो दाइ बिहानै लाग्छ दिउँसोखेर आउनुभएको थियो अनि फुपा फुपू अब भाइ बहिनीलाई स्कुल आउनुपर्छ स्कुल सुरु भएको छ यहाँ पढाउनु पर्छ यहाँ त पढ्नु पाउँछ यस्तो खालको भन्नुभयो आहा म त किनभने
मैले म कसरी आएँ भने होइन म चाहिँ दुईटा थोक भएर आएँ भुटानबाट होइन। एउटा कुरो मैले होइन मेरो अस्तित्व जोगाउन लागि पनि मैले होइन जानुपर्छ, मेरो अस्तित्व जोगिँदैन भन्ने मलाई थाहा थियो होइन। म एउटा बढ्दै गरेको होइन एउटा उमेरले मलाई हुन्छ नि एउटा उयो हुँदै गरेको भएर। अर्को कुरो मैले कल्पना गरेँ भने म नेपाल अब जानुपर्छ भनेर चाहिँ होइन। अनि अब सबै मान्छेहरूलाई तँहरू नेपाल जा, तिमीहरूको यो ठाउँ होइन देश होइन भन्थाले चाहिँ ओहो। अनि मैले कसरी उयो गरेको थिएँ, किन मेरो बगान थियो होइन, एउटा सुन्तलाको ठुलो बगान थियो त्यहाँनिर चाहिँ। अनि हुन्छ नि हिउँदो लागेपछि चाहिँ बाजे र म बस्ने अनि सुन्तलाहरू टिप्ने अब उयो गर्ने। पहाडबाट चाहिँ यता नेपालकै पहाडबाट चाहिँ दिक्तेल भोजपुर कहाँबाट चाहिँ जानुहुन्थ्यो उहाँहरू सुन्तला। हजुर, मतलब उहाँहरूले चाहिँ यता बजारमा इन्डियामा ल्याउने नसकिन्जेल काम गर्ने। सपोज लागि अब के भन्छ एउटा हजुर हामी त्यसै बेच्ने हजुर त्यो बेच्नको लागि हजुर हजुर। अनि किनभने अब त्यो यस्तो अहिले मैले बुझ्दाखेरि चाहिँ किनभने मेरो बाबा काकाहरूले त अब खेतीपाती गर्नु पर्यो नि, त्यो भएपछि त उहाँहरू त 5 दिनको बाटो सुन्तला बोकेर त बजार जाने कुरो भएन। अनि अब अनि त्यसरी सपोज लागि भनौँ न एउटै उयो जस्तो भएर चल्थ्यौँ क्या हामी त्यतिखेर चाहिँ। अब मैले थाहा भनौँ अनि उहाँहरूबाट आउनुहुन्थ्यो कति सानो सानो एजकोहरू, अब 15-20 वर्षको दाइ भाइहरू पनि आउनुहुन्थ्यो त्यहाँनिर। अनि कति चाहिँ बुढो मान्छेहरू आउनुहुन्थ्यो। अनि त्यस्तै क्रममा सायद अलिअलि चाहिँ आन्दोलन चाहिँ सुरु हुन लागेको थियो ल, मतलब दमन चाहिँ हल्का फल्का अब हुन्छ नि पाउँदैन भन्ने हल्ला चाहिँ चलिरहेको थियो। त्यति बेरसम्म चाहिँ ओहोरदोहोर गर्नु दिन्थ्यो नेपाल र भुटान। अब हामी पनि नेपाल आएर फर्केर जानु पायो अनि नेपालको पनि भुटान गएर फर्किनु त्यस्तो हुन्थ्यो। अनि आउनु भएको थियो उहाँहरू। अनि एकजना बाजे चाहिँ दिक्तेलको होइन, मलाई अहिले पनि उहाँ चाहिँ जसले याद आउँछ होइन। अनि यति मिठो बोल्नुहुन्थ्यो नि। अनि मेरो बाजेको चाहिँ एकदमै दोस्ती हुन्छ नि साथी, उहाँहरू त्यसरी गफ गर्नुहुन्थ्यो। अनि उहाँले भन्नुभएको थियो कि गफमा अब म होइन त्यत्रो अलिकति के अरे 9-10 वर्ष 12-13 वर्षको केटाकेटी त्यसै देख्दाखेरि यो नानी स्कुल पढ्दैन भाइ भन्नुभयो कि उहाँले। मेरो बाजेले भन्नुभयो दाइ पढ्दैन, किनभने अब छोरीलाई पढाएर पनि के गर्ने, आखिरी जसै गर्ने अर्का घर जाने जात हो। मैले अरू छोराहरूलाई पनि पढाइनँ, एउटा कान्छा छोरालाई पढाएको छु त्यति नै हो। छोरी पढाएर त कामै छैन, यिनीहरू जसै गर्ने अर्का घर जान्छ। अनि त्यो दिक्तेलको राई बाजेले चाहिँ के भन्नुभयो नि, होइन भाइ पढाउनु पर्छ, हाम्रो नेपालमा त सबै छोरी मान्छे पढेको छ, किन हामीलाई त राजाले नै छोरी उयो गर्नुपर्छ भनेको छ होइन। त्यही भएर हाम्रो चाहिँ छोरी नातिनी सबै स्कुल जान्छ होइन भन्नुभयो। अनि उहाँले चाहिँ फेरि त्यो बजार जाँदाखेरि उहाँ गएर सुन्तला त्यो गोदाममा पुऱ्याएर फर्केर आउँदाखेरि पत्रिकाहरू लिएर आउनुहुन्थ्यो कि, अब मतलब नेपालबाटै ल्याउनुहुन्थ्यो कि के गर्नुहुन्थ्यो, पत्रिका लिएर आउनुहुन्थ्यो। त्यहाँ चाहिँ नक्साहरू हुन्थ्यो कि, अब नेपालको स्टुडेन्टको नक्सा देख्थेँ म। अनि म चाहिँ त्यो एकदम हेर्ने कि, मलाई होइन अब स्कर्ट लगाएको है, सर्ट सेतो सर्ट अब हुन्छ नि कपाल बाटेको देख्दा त म पनि अनि जस्तो लाग्थ्यो आहा होइन कस्तो राम्रो त्यस्तो हुन्थ्यो। अनि त्यस्तो भएको थियो त्योभन्दा अनि पछाडि चाहिँ अनि नेपाल जानुपर्छ भनेपछि त म त्यताको खुसी भएँ भने नि। म त्यति म उयसमा थिएँ होइन, म यस्तो एउटा त्रासमा बाँचेको थिएँ, तर नेपाल जानुपर्छ भने चाहिँ मैले त्यो त्रासलाई भुलेँ कि मैले एकदम म खुसी भएँ होइन, खुसी भयो कि हुन त मैले त्यहाँ धेरै त्यो माटोमा मैले उयो नबिताएर पनि होला, मेरो जीवन नबिताएर पनि होला कि मलाई साँच्चै भन्नुपर्छ मैले छोड्नलाई मलाई यति पनि हिचकिच भने मैले यस्तो सोचेँ कि म नेपाल जान्छु, नेपालमा त छोरीले पढ्नु पाउँछ होइन, नेपाल जान्छु पढ्छु तर फर्केर चाहिँ अवश्य आउँछु। मलाई त्यस्तो म एकदम कल्पना गर्थेँ कि म मनमा नै। अनि म त फुरुङ्गै भयो। अनि जहिले पनि त्यो मैले त्यो खबरी चाहिँ राखिराखेको थिएँ, मतलब त्यो पत्रिका चाहिँ त्यो बाजे ल्याउनु भएको, जसले त्यो हेर्ने अनि मनमा नै हुन्छ नि म त पढ्छु नेपाल गएर पढ्छु होइन, म ठुलो मान्छे हुन्छु अनि म मेरो गाउँ त म अवश्य आइहाल्छु। अब कुरो पनि त्यस्तै हुन्थ्यो। 5-6 महिनादेखि 1 वर्ष लाग्ला, त्यस पछाडि त्यो जुन आन्दोलन मिल्छ त्यस पछाडि त हामी नेपाल आइहाल्छौँ, भुटान गइहाल्छौँ भन्ने खालको त्यस्तो अब हल्ला पनि हुन्थ्यो। अनि त्यो भएर म त झन् फुरुङ्गै, अनि म चाहिँ नेपाल गएर चाहिँ म पढ्छु पढेर म फर्किँदा चाहिँ म एकदमै होइन हुन्छ नि म उयो भएर फर्किन्छु
फर्किन्छु र म यहाँनिर जो पनि उयो छ नपढ्नेलाई म पढाउँछु त्यस्तो खालको कल्पना गर्थेँ कि दिदी हजुर मैले हजुर अनि त्यस्तो हुँदै अनि अघि भने मैले सबै हाम्रो अब रेडी भयो हाम्रो ठुलो बाहरू आउनुभयो अनि म त मेरो त भुइँमा खुट्टै थिएन म त्यस्तो खालको हुन्छ नि अनि आहा म त जान्छु होइन म त गएर पढ्ने हो अब मैले भनिनँ होइन म किनभने अलिकति फेरि म कस्तो खालको स्वभावको थिएँ नि मान्छेहरूसँग नखुल्ने खालको स्वभाव थिएँ म आफै उयो गर्ने बोल्ने अब मैले बाबा मम्मीलाई पनि कसैलाई भन्न सकेको थिइनँ बाबालाई पनि मैले भन्न सकेको थिइनँ किनभने उहाँसँग त म अलिकति उयो नै हुन्थ्यो होइन अब उहाँको नजिक मैले एटलिस्ट आमालाई पनि भनेको थिइनँ म यस्तो गर्छु भने तर मैले चाहिँ त्यसरी कल्पना म नेपाल जान्छु पढ्छु एकदम ठुलो मान्छे भएर फर्किन्छु भन्ने चाहिँ त्यस्तो लाग्थ्यो अनि त्यस्तो हुँदाखेरि त्यो बेलाको त्यो कहाली लाग्दो समयमा पनि होइन मनको छेउमा चाहिँ ठिकै छ अनि यहाँबाट गए पनि त्यहाँ गएर हाम्रो अझै भविष्य राम्रो हुन्छ भने ठिक छ भन्ने म पुग्नु भयो एकदम त्यो चाहिँ मैले हजुर अनि त्यसो गर्थेँ नभन्दै बिदा हुने दिन आयो होइन हामी अब शुक्रबार के अरे हो त शुक्रबारको बिहान चाहिँ हामीले उठेर बाटो लागेको यसो खाजा साजा खायौँ होइन अनि हामीले जे बोक्नु पर्ने छ अलिअलि बोक्ने यसो सक्ने कुरोहरू आफ्नो लुगाफाटा बोकेर गाई वस्तुहरू के गर्नुभयो त्यो पनि किनभने म चाहिँ एकदमै त्यो गाई वस्तुलाई माया गर्ने भएकोले गर्दाखेरि मलाई चाहिँ बजार पठाउनु भयो किन मैले दिन्न भनेर अब त्यसो गर्नु भएको रहेछ मलाई चाहिँ बजार पठाउनु भयो यो अलिकति सामान इन्डियाको बोर्डरमा पुऱ्याएर आइज होइन सामान त होइन सुन्तलै होला त्यस्तै बेला थियो अनि त्यो रहेको अलिअलि उयो गरेर खर्च हुन्छ पुऱ्याएर आइज काकासँग जा भन्नुभयो होइन अनि गएँ म होइन मेरो साइला काकासँग चाहिँ म चाहिँ बजार गएँ म फर्केर आउँदाखेरि त मेरो हामीसँग 2टा घोडा थियो होइन अनि एउटा गाई माउ थियो अनि भेडा बाख्रा चाहिँ टन्नै थियो होइन अनि त्यस्तो थियो आउँदा त सबै रित्तो छ होइन अनि त्यतिखेर चाहिँ मलाई धेरै दुःख लाग्यो अनि मैले आमालाई रुँदै भने कि खोइ अनि भन्दाखेरि अनि आमाले अनि मलाई यसरी सम्झाउनु भयो हेर्न अब हामी जसै पनि जान्छौँ नि त यहाँ छोड्यो भने त तिनीहरूलाई कसले खानु दिन्छ कसले हेर्छ होइन त्यही भएर हामीले दिउँ भनेर उता अब अलिकति त्यही हो होइन नम्बर छुट्याएको थियो 1 नम्बरले बस्नु पाउँथ्यो उहाँहरूलाई दिनुभएछ सबै रित्तै थियो अनि म यति उयो भयो नि होइन अनि त्यतिकै तर पनि मेरो फेरि अर्को पाटो थियो कि म त पढ्छु नि त उहाँ गएर होइन मैले भन्ने खालको मलाई चाहिँ त्यो भइरहेको थियो अनि त्यो दिने बेलामा पनि उसले दिन दिँदैन होइन मेरो चाहिँ दिन दिँदैन उसले एकदमै माया गर्छ यो सबै पाल्तु जनावरहरू सबैलाई होइन त्यही भएर त्यो भनेर आमाले बजार पठाउनु बेला सबै भोलि जस्तो आउँदा चाहिँ के पनि थिएन हजुर 1 2 3 भनेर छुटाएको थियो हजुर त्यसरी नम्बर छुटाएको थियो नि 2 नम्बर बस्न पाउनु भयो भएन 2 नम्बर पनि अब हुन्छ नि अब त्यस्तै खालको उनीहरूसँग सम्झौता गरेर बस्न चाहिँ पाउँथ्यो तर पनि त्यो 2 नम्बर भएपछि अब त्यस्तै खालको व्यवहार हुने हुँदाखेरि अब 2 नम्बर र 3 नम्बर चाहिँ प्राय बसेन नि हजुर अनि नेपालमा होइन त्यसपछि नेपालमा बसिसके पछाडि त्यहाँको जुन खालको उहाँबाट एउटा हुटहुटी थियो नि म पढ्छु भन्ने खालको त्यो पुरा हुन सकेन हजुर अनि हजुर मैले भने म त्यसरी आउँदाखेरि मलाई भन्नु बाटोमा अब एउटा मेरै उमेरको एकजना मैले फुपू पर्ने हुनुहुन्थ्यो होइन अनि म हिँड्न लागेको थिएँ उहाँ आएर चाहिँ झ्याप्प रुनु भयो कि मलाई अनि तँ त नगएको भए हुन्थ्यो होइन नजा कहाँ जान्छस् होला तिमीहरूको के पनि छैन अनि मेरो बाबाले भन्नुभयो कि दाजु भाउजू कहाँ जानुभएको तपाईँहरू यस्तो खालको भन्नुभयो कि तपाईँहरूको बिजोक हुन्छ यति धेरै छोराछोरी यस्तो मसिनो चाहिँ के गर्नुहुन्छ भन्दै रुनुभयो तर हुन्छ नि मलाई चाहिँ अब मैले अहिले सम्झ्दाखेरि पनि अहिले चाहिँ म एकदम मलाई उयो भएर आउँछ होइन म भक्कानिन्छु तर त्यतिखेर मैले हुन्छ नि मैले आँसु खसाएँ किनभने त्यो एउटा मेरो रहर पालेको थिएँ कि मैले म नेपाल आएर चाहिँ के गर्छु भनेर अनि मैले भने होइन नि हामी त आइहाल्छु फुपू नरुनुहोस् होइन हामी 5-6 महिना अरेदेखि लिएर 1 वर्ष चाहिँ नेपाल बस्नुपर्छ आउँछु अरे भन्ने खालको त्यस्तो भने उहाँलाई पनि अनि त्यसरी बिदा भएर गएर नेपाल आए पछाडि चाहिँ त्यसरी नै एकजना दाइ आउनुभयो गौतम दाइ उहाँले चाहिँ अब फुपा हाम्रो भाइ बहिनीलाई स्कुल आउनुपर्छ यहाँ चाहिँ स्कुल सुरु भइसक्यो यहाँ त पढाउनु पर्छ भनेर भन्दाखेरि अनि सबै भाइ बहिनीको नाम लेख्यो होइन भाइ बहिनी अब मतलब सानसानोको लेखिदिनु भयो बाबाले भनिदिनु भयो
माइली र मेरो चाहिँ लेखाइदिनु भएन होइन। अनि माइली बहिनी र मेरो चाहिँ लेखाइदिनु भएन। अनि त्यस्तो भयो। अनि त्यतिकैमा माइली बहिनी चाहिँ मभन्दा एकदम चङ्खो खालको थियो कि, ऊ चाहिँ एकदम तिखो। उसले अघि छनक काटेछ। अनि बाबाले लेखाइदिनु भएन। अनि किनभने हामी फेरि अलिकति बाबासँग खुलेर बोल्नु नसक्ने पनि थियो। अनि ऊ चाहिँ अब बाठो मान्छे, अघि गएर उसले चाहिँ कान्छा काकालाई, मैले भने अघि जेल पर्ने भने उहाँलाई गएर के अरे मेरो त बाबाले नाम लेखिदिनु भएन स्कुलमा, भनिदिनु बाबालाई भनेछ होइन। अनि उसले भनेपछि नि नभन्दै कान्छा काका आएर यसको नाम लेखिदिनु दाई भनेर भनेपछि उसको नाम लेखिदियो। तर म त्यो दृश्य हेरिरहेको थिएँ होइन, मैले सुनिरहेको थिएँ, तर पनि म चाहिँ बोल्न सकिनँ। म न त काका बाटोमै जान सकेँ होइन। म अहिले यस्तो लाग्छ कि म यदि उहाँ बाटोमा गएको भए मेरो पनि त उहाँले भनिदिनुहुन्थ्यो होला नि त, यो दुवैजनाको लेखिदिए भन्नुहुन्थ्यो होला। तर म चाहिँ भने नि अलिकति मान्छेहरूसँग खुल्नै नसक्ने होइन, त्यस्तो थियो। अब म ती बसेर सुनिरहेको छु, दृश्यहरू देखिरहेको छु होइन। अहिले पनि मलाई त्यस्तो आँखामै आउँछ त्यो चाहिँ। अनि भन्दा भन्दै अनि सबैको नाम लेख्यो, माइलीको नि भयो। अनि लास्टमा गएर मेरो नाम लियो त्यो दाइले। अनि यो नि त होइन गोपी भन्दाखेरि चाहिँ गोपीलाई चाहिँ नपठाउने स्कुल भन्नुभयो फुपा भन्दाखेरि बाबाले भन्नुभयो ए यो ठुलो भयो, अब यो ठुलो भएर किन पढ्नु पऱ्यो र, यता घरमा बस्छ, भाइ बहिनीलाई खानापिना पकाएर दिन्छ, यताउता गर्छ भन्ने खालको। अनि यति जबर गर्नुभयो नि फुपाले, होइन ए त्यो दाइले होइन फुपा पढाउनु पर्छ मलाई, यो बहिनीलाई पढाउनु पर्छ। अनि मैले देख्दै देख्दै म भन्दा 2-3 वर्षको दिदी दाजुहरू गइरहेछ, लेखिरहेछ उहाँहरू होइन, बुरुक बुरुक भएर आइरहेछ होइन, रमाएर आहा म त स्कुल जाने भयो गोपी, म त मैले त नाम लेखेँ, तैँले लेखिनस् भन्दै आउँदैन अब होइन, त्यही म लेखिनँ भन्ने। अनि अब भित्र त जहाँसम्म छ होइन, मैले जे पालेर आएको थिएँ त्यो त भइरहेको छैन नि। अनि मनमनै चाहिँ लाग्थ्यो कि अब मलाई पनि होइन अब कसैले भन्दै हुन्थ्यो अथवा होइन। अनि तर बाबाले मान्नै भएन, कति भन्नुभयो त्यो दाइले। अनि बाबाले भन्यो होइन यो ठुलो भयो, यसले पढ्दैन, अब यो चाहिँ घरमा बस्छ, अनि भाइ बहिनी स्कुल जान्छ, भाइ बहिनी रेखदेख गर्छ। अनि फेरि माइली बहिनी चाहिँ अलिकति हुन्छ नि उसलाई नभएको कुरोहरू प्रतिवाद गर्ने खालको नि थियो। अनि त्यस्तो भएकोले गर्दाखेरि उसले चाहिँ अङ्कललाई गएर भन्यो, कान्छा काकालाई, कान्छा काकाले आएर भनिदियो, ऊ त अब उयो भइगयो होइन। बाबाले केही भन्नु सक्नु भएन किनभने कान्छाको कुरा मान्नुहुन्थ्यो पनि उहाँको होइन। अनि काकाको कुरा काट्नु नसक्दाखेरि माइली चाहिँ स्कुल गयो। अनि त्यतिकै बसेँ म 6 महिना पछाडि चाहिँ। अनि त्यतिकै बस्दा बस्दै म अनि चाहिँ बेडाङ सरे भनौँ न भदौमा। हजुर ए त्यहाँदेखि फेरि उता अर्को ठाउँमा त्यहाँ चाहिँ अब माइदार चाहिँ अब अलिकति राम्रो व्यवस्था भयो किनभने घडेरी नापेर दियो होइन, एकदम राम्रो ठाउँ थियो होइन, अलिकति शीतल पनि रहेछ, घडेरी नापेर दियो होइन। एउटा हुन्छ नि धेरै परिवार हुनेलाई अलिकति डबल अलिकति लामो ठुलो दिने होइन, सानो परिवारमा सानो त्यसरी ठ्याक ठ्याक अब लाइनै हुन्छ त्यसरी दियो। हजुर त्यहाँ 6 महिना पछाडि उता सर्नुभयो। उता सरेपछि त फेरि पढ्ने अवसर त्यहाँ पनि त एकदमै हजुर त्यहाँ पनि थियो होइन। त्यहाँ त हामी जाँदाखेरि भनेको झन् होइन सबै स्कुलहरू पनि बनाइसकेको रहेछ भनौँ न, अब बनाइसकेको होइन, अब बाँसकै सबै यताउता गरेर स्कुलहरू बनाइसकेको। अब अनि त्यो माइधारमा नाम लेखेको बच्चाहरू त सरासरी स्कुल जानु पाउने होइन, अनि त्यस्तो रहेछ। अनि त्यहाँ गएर पनि त्यति बेलासम्म मैले चाहिँ के भन्न सकिनँ, म त यो घरमा बस्ने होइन, यसो खानापिना हेर्ने त्यस्तो चाहिँ भइरहेको थियो। अनि ठ्याक्कै त्यहाँ गएर मैले एउटा साथी पाएँ, फेरि उहाँ पनि अर्कै डिस्ट्रिक्टबाट आउनु भएको, अनि एउटा मेरै उमेरको रहेछ, लगभग मभन्दा अलिकति ठुलै उमेरको हो रहेछ होइन। अनि हुन्छ नि अनि हामी साथी भयौँ कि उहाँसँग चाहिँ। अनि सबै अब माइधारमा नाम लेखेको भाइ बहिनी चाहिँ जान थाले स्कुल। अनि त्यहाँदेखि रहेको फेरि रिपिट गर्न हुनुभयो होइन, रिपिट गर्न आउँदाखेरि पनि अब को रहेको छ अब यस्तै होइन छुटेकोहरू भनेर आउँदाखेरि हाम्रोमा पनि आएको थियो होइन। अब तर अनि अब त्यही भयो होइन, मैले चाहिँ त्यहाँ उयो गर्न सकिनँ होइन। अब बाबाले नमानेपछि मैले त जर्सी गर्ने कुरो भएन होइन। अनि हाम्रो जमानामा हुन्छ नि एउटा बाबा आमाको होइन कुरोलाई उयो गर्ने पनि थियो। अनि त्यसरी बस्दा बस्दै अनि हामी चाहिँ साथी साथी भयौँ होइन, 2-3 दिनमा भेटेको बेलामा अनि यसो बोल्ने भयो। अनि उहाँको चाहिँ नाम लेखिदिनु भएछ, उहाँ चाहिँ पढ्नु भएको रहन्छ। अनि त्यहाँ आए पछाडि
अनि नाम लेख्दैछ। अनि म त यसरी दौडेर आउनु भयो नि साथी म त स्कुल जाने भए। अब अनि उहाँले भन्नुभयो कि मेरो चाहिँ भुटानमा लाउने किरा छ, म चाहिँ त्यसकै स्कर्ट र सर्ट सिलाउँछु, टी सर्ट सिलाउँछु। म त अबको आउने 2-4 दिन पछाडि म स्कुल जान्छु, किनभने म त अब मलाई चाहिँ बाबा आमाले नाम लेखिदिनु भयो अनि स्कर्ट पनि सिलाइदिने अरे भन्नुभयो कि। अनि हजुर पनि जाउँ, तपाईँ पनि जाउँ साथी भन्नुभयो। अनि मैले भने अनि त्यतिखेर त अब म पनि होइन। अनि मैले भने अब मेरो मन चाहिँ एकदम उयो भयो। अनि मैले भने होइन म त जान्न। अनि उहाँले किन जानुहुन्न सोधै गर्नुभयो। अनि मैले भने होइन म जान्न भन्दा किन जानुहुन्न, किन पढ्नुहुन्न, पढ्नुपर्छ हामीले। अनि हेर्नु यहाँ नेपालमा त कति धेरै छोरीहरूले पढ्दो रहेछ, कति ठुलो ठुलो काम गर्दो रहेछ, हामी त पढ्नुपर्छ भन्ने। अनि मैले भने त्यतिखेर चाहिँ मैले भने बाबाले जान दिनुहुन्न, नपढ्नु मन भएको छ भन्दाखेरि अनि उहाँले भन्नुभयो कि होइन कसैलाई भनेर सम्झाउनु लाउँ न त बाबालाई। अनि उहाँको दाईहरू चाहिँ फेरि एकजना दाई हस्पिटलमा काम गर्नुहुन्थ्यो, एकजना दाई चाहिँ पढ्दै हुनुहुन्थ्यो, खै त्यस्तै 7-8 कतिमा पढ्नुहुन्थ्यो। अनि म दाईहरूलाई भन्छु बाबासँग कुरा गर्न लाउँछु भन्नुभयो। अनि मैले भने हुँदैन साथी होइन, नगर्नुहोस्, त्यसो गर्नु हुँदैन होस् होइन। अब मलाई एकदमै डर पनि लाग्ने होइन, मलाई डर लाग्यो। मैले भने हुँदैन, त्यसो नगर्नुहोस्, तपाईँ जानुहोस् होइन, पढ्नुहोस् भने। अनि त्यसो नभन्दै उहाँले स्कर्टहरू पनि 2-3 दिनमा सिलाइसकेर एक दिन त म बाटोमा आउनुभयो कि ठ्याक्कै स्कुल सिलाउँछु भन्ने त्यो किरा भन्नुभयो नि हजुरले, त्यो कस्तो खालको कपडा? हजुर त्यो चाहिँ त्यहाँको राष्ट्रिय पोसाक। हजुर किनभने यस्तो अवस्था आएको थियो कि बखु बिना चाहिँ बाहिर निस्किँदाखेरि हामीलाई जेल लाउने अवस्था आइसकेको थियो। त्यो भएर चाहिँ अब सक्नेले चाहिँ प्रत्येक घरको जानलाई नै त्यहाँको ड्रेसहरू उयो गर्नुपर्थ्यो, बाटो भेट्यो ड्रेस नभए पनि पक्रिदिन्थे, जेल लाउने त्यस्तो थियो। अनि त्यो चाहिँ एउटा महिलाले लाउने हो, किरा भन्छ होइन, अब माथि तल उयो गरेर लाउने हुन्छ, ठुलो हुन्छ। अनि त्यसको स्कर्ट पनि सिलाउनु भएछ होइन, कपाल पनि बाटिहाल्नु भएछ, लामो त्यो कपाल पनि। छेत्रीको छोरी हो उहाँ चाहिँ, पौडेलको छोरी। अहिले उहाँ अमेरिकामा हुनुहुन्छ होइन, त्यति धेरै कन्ट्याक्ट भएको छैन। अनि आउनुभयो, म चाहिँ अनि मेरो भाइ बहिनी पनि स्कुल गइसक्यो होइन, जाँदैछ उनीहरू। म चाहिँ जुठोभाँडा एउटा जुठेलामा राखेर माझ्नलाई रेडी भएर बसेको थिएँ। त्यतिखेर आउनुभयो, कस्तो मजा। अब लामो कपाल थियो, ठुलो भित्र 2पट्टि बाट्नु भएछ होइन। अनि स्कर्ट लगाएर अनि फिल्ली कुदेर आउनुभयो साथी। झ्याप्पै मलाई त्यसरी पक्रेर जाउँ स्कुल जाउँ साथी, म त आज मेरो फर्स्ट टाइम, म त जान्छु होइन। अनि भन्दै भन्नुभयो होइन। अनि अब अलिअलि ABCD क ख जान्नेहरूलाई चाहिँ अलिकति अब क्लास 1 क्लास 2 गरेर राख्थ्यो रहेछ। अनि म त के अरे क्लास 1 मा उयो भएँ होइन साथी। म क्लास 1 मा बस हजुर पनि जाउँ भनेर मलाई च्याप्पै पक्रिन होइन। म बसिरहेको छु, म टुक्रुक बसेर म जुठोभाँडा उयो गरिरहेको छु। अनि म यस्तो दोधारमा भएँ कि होइन, म गइदिउँ कि। अनि मैले यतिसम्म पनि भने कि होइन साथी हजुरको त सबै छ नि त होइन, ड्रेस सिलाउने के अरे पोसाक सिलाउनु भएको छ, मेरो त छैन नि भन्दा। अनि उहाँले मेडी लाउनु भएको छ, हुन्छ यो भए यति भए हुन्छ, आजलाई बिस्तारै गरौँला नि। म चाहिँ त्यसो भन्ने होइन। म त्यतिसम्म चाहिँ अब भइहालेँ होइन। मैले त्यतिसम्म सोचेँ कि अब उहाँले त हुन्छ नि बोकेरै लाला झै गरेर तानेको जाउँ। अनि मैले मेरो त छैन नि त, तपाईँको जस्तो भनेको होइन, आज यस्तै जाउँ, आज यस्तै यही लुगामा जाउँ, भोलि पर्सि सिलाउँला नि त होइन। यतिसम्म भन्नुभयो कि हामी मसँग अर्को किरा पनि छ नि त, सिलाउँला नि त्यसको पनि होइन। त्यतिसम्म अब हामी चाहिँ निकट भइसकेको थियो साथी, सिलाउँला अर्को पनि भन्नुभयो। अनि म पनि अनि अहो साँच्ची। अनि त्यतिखेर चाहिँ मैले आमालाई सोधेँ होइन, आमा त बसिराख्नु भएको थियो। अनि आमा म जाउँ साँच्ची स्कुल जाउँ भनेको। अनि आमा पनि एकछिन दोधारमा हुनुभयो होइन बिचरा। उहाँले पनि के भन्छ, उहाँलाई थियो मनमा होइन छोरी पढाउनु पर्छ भन्ने, अब सबैको छोरी गएको छ त होइन। अनि आमालाई म जाउँ आमा भनेको। अनि आमा अलिकति दोधार भएर भन्नुभयो, एकछिन घोरिएर बसेर अनि भन्नुभयो कि अनि अब जा होइन, जा तेरो बाबुलाई म सम्झाउँछु भन्नुभयो आमाले। हजुर त्यसो भन्दाखेरि चाहिँ फेरि म यस्तो अनि म फेरि म ठाउँमै आइहालेँ होइन। मलाई हुन्छ कि म जानु हुँदैन, किनभने यदि होइन मैले गर्दाखेरि मेरो आमाबाउको त नराम्रो हुनु भएन नि त। किनभने मेरो बाबाले हुँदैन भने, किनभने त एकलौटी रात चल्थ्यो नि त होइन।
अब अहिले पो धेरै जमानै त्यस्तो आयो त होइन सबैको एउटा श्रीमान श्रीमतीको सहमतिमा काम चल्छ त होइन त्यतिखेर जमानामा त्यस्तो थिएन नि त जे निर्णय श्रीमानले गर्छ त्यो त श्रीमतीले मान्नुपर्छ नि अनि त्यतिखेर फेरि म एकदमै उयसमा आएँ होइन म माथि माथि उडिरहेको थिएँ होइन म धरतीमै बसे जस्तो भयो होइन मलाई अनि त्यतिखेर चाहिँ अनि ओहो मैले हुँदैन यदि म स्कुल जबरजस्ती गएँ भने त भोलि गएर होइन अनि अब मेरो आमा बाबाको पनि त उहाँहरूको पनि त नराम्रो हुनसक्छ नि त किनभने उहाँको निर्णयलाई कुल्चेको जस्तो भयो नि त मेरो आमाले होइन भयो अनि किनभने म पनि त ठुलो भएको छु नि त भएर म त्यत्रो किनभने यस्तो बाकुलो घर थियो कि होइन मान्छे त्यति धेरै अब एउटा दैलाबाट फुत्तै निस्किँदाखेरि जुझ्ने नै खालको अब त्यस्तोमा बाकुलो होइन कसैको अगाडि त म पनि त हुन्छ नि अब मलाई पनि त गाली गर्नुभयो बाबाले भन्नु त मलाई पनि लाज हुन्छ नि त मैले किनभने एउटा तरुणी अवस्थामा आइसकेको मान्छे हो नि त अनि चाहिँ म ठाउँमा आएँ कि मैले भने त्यहाँदेखि चाहिँ म चाहिँ अनि त्यहीँ धाच्चै बसेँ अनि मैले भने जान्न साथी म जान्न अनि चाहिँ म पनि अब एकोरे भएँ म जान्न म पढ्दिनँ मलाई मन पनि छैन म ठिकै छ जान्न अनि सबै गइसक्यो उहाँ त होइन तानेको गर्नुहुन्छ जाउँ साथी के हुँदैन बाबालाई त भन्नुपर्छ नि मान्नुहुन्छ म जान्न साथी म जान्ने भनेपछि चाहिँ बिचरा उहाँले छोडेर जानुभयो होइन अनि त्यही त अब यस्तो जीवनमा होइन विभिन्न उकाला ओह्रालोहरू आउँछन् हामीले त्यो कुरालाई चाहिँ आकलन गर्न सक्छौँ होइन यहाँले त्यो पीडा त यहाँले भोग्नुभयो नि जुन कुरा मनमा लिएर आउनु भएको थियो नेपाल आउँदा पनि आफ्नो जन्मघर छोडेर आउँदाखेरि पनि यहाँलाई त्यो त्यति पीडा भएन है हजुर यहाँ आएर पढ्न पाउँछ भन्ने त्यो उद्देश्यले हजुर त्यसपछि पढ्नु भएन पढिन त्यतिकै बस्दा बस्दै अनि त्यहाँ भदौमा गएको भदौ असोज कार्तिक होइन अनि कार्तिकदेखि चाहिँ म 15 पनि लागेको थिएँ होइन 15 वर्षको उमेर पनि लाग्यो अनि मङ्सिरमा बिहा भयो हजुर बिहा भयो बाबाले जानेकै होइन बाबा आमाले जानेकै परिचय भएकै व्यक्तिहरू हुनुहुँदो रहेछ हजुर अर्कै डिस्ट्रिक्टबाट आउने तर त्यहीँ पर्यो अनि त्यो भएकोले गर्दाखेरि चाहिँ हामी चाहिँ 2 नम्बरमा थियौँ अनि उहाँहरू चाहिँ 1 नम्बरमा बस्नु भएको छ त्यो भएर चाहिँ बिहाको कुरा छिन्यो भनौँ न अब भदौ असोज कार्तिकमा मङ्सिरमा चाहिँ बिहाको कुरा छिन्यो अनि चाहिँ बिहा भयो हजुर बिहा भएर घर जानुभयो हजुर हजुर त्यस्तो हुन्छ नि अब विवाहपछि पनि पढाउनु पर्छ भन्ने खालको पनि हुन्छ कि कुनै ठाउँमा होइन त्यस्तो थियो त्यो अवस्था थियो कि मैले देख्दै होइन बिहा गरेको भर्खर बिहा गरेछ बच्चा बच्ची छैन मेरो उमेरको अथवा मभन्दा जेठोहरू पनि गइरहेको थियो स्कुल जान दिइरहेको थियो भनौँ न तर पनि अब त्यति स्कुलमै चाहिँ पर्मिसन चाहिँ दिइहालेको थिएन स्कुलले चाहिँ तर पनि हुन्छ नि अब एउटा उयसमा जाँदाखेरि अब त्यति साह्रो नचिनिहाल्ने पनि होइन अब त्यति धेरैमा थाहा पनि नपाए होइन जानुहुन्थ्यो तर पछाडि चाहिँ त्यही सिस्टम पनि बसेको थियो अनि एटलिस्ट यति हामी माइदारबाट बेडाङ 1 2मा सर्दाखेरि चाहिँ भनौँ न प्रौढ कक्षा पनि बनिसकेको थियो जस अब हाम्रो आमाहरू जस्तोलाई होइन अब मै जस्तोलाई भनौँ न फर्मल स्कुल नजानेलाई पनि त्यो चाहिँ बनिसकेको थियो तर मैले त्यो पनि मैले पाइनँ भन्नुपर्छ मैले माइतमा हुँदा चाहिँ पाइनँ मैले त्यो चाहिँ मौका पाइनँ त्यो मौका पनि पाउँदैन त्यसरी विवाह भयो माघी विवाह भयो हजुर हजुर त्यसपछि श्रीमान के गर्दै हुनुहुन्थ्यो त्यति बेला उहाँ पनि अब सानै उमेरको त्यस्तै हो अब भर्खर बसाइ सरेको होइन अनि उहाँ चाहिँ स्कुल जाँदै हुनुहुन्थ्यो रहेछ अनि तर उहाँ पनि अब उहाँ चाहिँ नपढिकन आउनु तर त्यहाँ चाहिँ स्कुल गइरहनु भएको रहेछ अनि त्यो भएको रहेछ अनि म भन्दा 2 वर्ष जेठो मात्रै हो उहाँको चाहिँ हर्कबहादुर हाम्रो पूर्वतिर तेलाइजा भन्छ यहाँ तेलमै यस्तो के हजुर तेलमै तेलमै जाति हजुर पछि त्यसरी विवाह भयो अहिले छोराछोरी कतिजना हुनुहुन्छ मेरो छोराछोरी 2टा छोरा छ एउटा छोरी हो हजुर ठुल्ठुलै छन् हजुर ठुलो छोरा हजुर ठुलो छोरा कति 29 वर्षको भयो अनि
छोरी 23 वर्षको उहाँ, उनीहरू यतै जन्मेर गएको। अनि अर्को सानो बाबु चाहिँ 15 वर्षको छ, ऊ चाहिँ क्यानाडामै भएको। अहिले ऊ क्यानाडा छ, ऊ चाहिँ स्कुलको कारणले आउन सकेन। बाबुको स्कुल छ। हजुर हजुर। अहिले त्यस पछाडि अब होइन यहाँ नेपालबाट पनि पहल गरियो, उता अब भुटानसँग पनि पहल भयो। यहाँलाई पठाउने बेलामा नेपालमा पनि द्वन्द्व 62-63को एकदमै द्वन्द्व थियो होइन। त्यस्तो बेलामा नेपालले पनि यहाँलाई अब त्यति धेरै हेर्न सक्ने अवस्था पनि रहेन। आफै पनि देशमा द्वन्द्व भइराखेपछि अब कताको कुरा सम्हाल्ने भन्ने कुरा पनि नेपाललाई रह्यो। र अब उता भुटानसँग पनि यति धेरै होइन उहाँहरूले वार्ता गर्न खोज्दा पनि हामीले न्युजहरूमा के सुन्छौँ भन्दाखेरि उहाँले पनि त्यो वार्तामा बस्न नचाहने होइन, यो कुराहरूलाई चाहिँ एकदमै उहाँले इग्नोर गर्ने टाइपको यस्तो हुँदाखेरि यहाँहरूको अलिकता त्यहाँ पनि व्यवस्थित अब जे होस् सुरुमा त्यो बगरमा बस्नुभन्दा त व्यवस्थित भयो, तर पछि चाहिँ अलि छिटो नै हुनु पर्थ्यो त, त्यो हुनु सकेन। तथापि यहाँहरू पछि फेरि विश्वकै होइन अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायतका देशहरूमा जान पाइने भनेर भनिसके पछाडि यहाँहरू 1,20,000 को हाराहारीमा हुनुहुँदो रहेछ क्यारे होइन। त्यहाँबाट त्यसमध्येमा 1,13-14,000 जनालाई लानु भएको रहेछ। अरूको केही कारणले, नागरिकता नभएको कारणले अथवा विभिन्न हुन्छ नि त्यहाँ समस्याहरू हुन्छन्, त्यही कारणले छुटेकाहरू पनि हुनुहुँदो रहेछ। मैले अब अलिकति रिसर्च गर्दाखेरि त्यो कुराहरू होइन हामीले पढ्दै आउँदा पनि कुराहरू पढ्यौँ। अब त्यस पछाडि यहाँहरू क्यानाडा जाने हुनुभयो होइन, अमेरिका, अस्ट्रेलिया भन्छ थियो होला, त्यो कस्तो थियो त्यति बेलाको क्राइटेरिया? तपाईँहरू त्यति बेला जाने बेलामा हामी क्यानाडा नै जान्छौँ भनेर भन्नुभयो हो कि अब तपाईँहरूलाई त्यहाँ पठाइयो? त्यसरी नै पठाइएको चाहिँ हो, किनभने प्रायः चाहिँ पठाउने नै गर्नुहुन्थ्यो। अब किनभने मलाई थाहा छ कि 2006 मा म के अरे त्यहाँ एउटा यस्तो हो कि किनभने रेफ्युजी कार्ड चाहिँ त्यतिखेर दिलायो, त्यो जुन 2006 मा चाहिँ रेफ्युजी कार्ड दिँदाखेरि त्यतिखेर भित्र हुने र कार्ड खिच्नेले चाहिँ सजिलै आउनु पायो। अनि त्यो कार्डमा छुट्नेहरू चाहिँ अहिले होइन, अनि कति चाहिँ भुटान जान्छु भनेर बस्ने अब एउटा होइन अलिकति 40-50 वर्षको उमेरको आमा बाबुहरू, अनि उनीहरू होइन देशमा चाहिँ जानै नचाहने उहाँहरू बस्नुभयो। अनि अर्को पक्षमा भनेको त्यो रेफ्युजी कार्ड नखिच्नेमा, त्यो खिचाउँदाखेरि चाहिँ होइन, त्यो खिच्दाखेरि चाहिँ अब मैले अहिले थाहा हुँदाखेरि अनि चाहिँ एउटा पेपर साइन गर्नु लाउँथ्यो है। अनि मैले पेपर साइन गर्ने बेलामा पेपर साइन गर्नु भन्नुभयो। अनि मैले हुन्छ नि किनभने म धेरै पछुताएर पनि म किनभने उयो पनि भइसकेको थिएँ होइन, मलाई चाहिँ लाग्यो कि यो त सोध्नुपर्छ भने जस्तो लाग्यो होइन, किन होला भने। अनि मैले भने सर यो किन होला, किन साइन गर्नुपर्छ, के को लागि भनेर भन्दाखेरि चाहिँ अनि उहाँले भन्नुभयो कि होइन यो पेपर चाहिँ यस्तो होइन, भोलिको दिनमा हजुरहरूलाई कुनै संस्थाले आएर होइन विदेश अमेरिका अब कुनै देश लानु चाहिँ चाहँदाखेरि होइन लानु पाउनुपर्छ भनेर उयो गरेको हो भनेर भन्नुभयो होइन, साइन गर्नुपर्छ अनि मैले भने नगर्दा हुँदैन र भने मन त थिएन, कहाँ जानु होइन। एक त आफ्नो जन्मभूमि छोडेर आफ्नो होइन देश छोडेर चाहिँ होइन त्यसै विचित्र भएर बसेको बेलामा होइन फेरि पनि अर्को देश भन्दा त मान्छेलाई होइन जहाँसम्म हुन्छ नि, मैले नगर्दा हुँदैन भन्दा होइन हुँदैन, यो नियम हो, त्यो हुन्छै भन्ने छैन, यो जस्ट एउटा नियम मात्रै हो भन्नुभयो कि। अनि मैले हुन्छ भने साइन गरेँ, अनि फोटो खिच्यो, अनि हामीले त्यो रेफ्युजी कार्ड दियो। त्यस पछाडि चाहिँ हल्का हल्का मान्छेहरू एकदम गुपचापकै रूपमा अनि चाहिँ हुनु थाल्यो, प्रोसेस हुनु थाल्यो। अब यस्तो अवस्था पनि आयो कि अब माओवादीको भर्खर सिद्धै थियो नि, अनि हाम्रो पनि त्यो प्रभाव चाहिँ थियो किनभने हाम्रो क्याम्पमा पनि माओवादी पार्टी थियो। हाम्रो मतलब भाइ बहिनीहरू हुन्छ नि, यङ जेनेरेसनहरू हुन्छ नि होइन। अब माओवादीले एउटा ल्याएको सफलता भनौँ न एउटा गरेको थियो नि होइन, हामी पनि त्यस्तै हुनुपर्छ भन्ने एउटा त्यस्तो लिएर चाहिँ हामी चाहिँ त्यसरी फर्किनुपर्छ भन्ने उयोले एजेन्डालाई सपोर्ट गर्ने थियो। अनि त्यस्तो हुँदाखेरि चाहिँ हामी पनि यसरी जानुपर्छ, हाम्रो देश जन्मभूमि हामीले हाम्रो बनाउनुपर्छ भन्ने खालको चाहिँ त्यस्तो खालको हुन्थ्यो। अनि तर अनि एकदम गुपचापमै अब प्रोसेसहरू भइरहेको थियो, हामीले थाहा पाउँथ्यो होइन। तर थाहा पाउँदाखेरि चाहिँ कतिलाई चाहिँ मारिदिने अवस्था पनि भयो, कति गोली हालेर मारिदिने, काटेर मारिदिने,
त्यस्तो भयो नि अब किन जान्छस् त होइन। विशेष गरेर त्यतिखेर अलिकति सक्रिय हुने चाहिँ अब त्यही अलि बाटो टाटै पर्थ्यो होइन। त्यो चान्स पाउँदा त किनभने चान्स पाएको थिएन कि हामी जस्तोले पो बुझेको छैन त होइन। अब कहाँ जाने के गर्ने त्यो थाहा छैन, तर उनीहरू त अब त्यो जानेको बुझेको एउटा हुन्छ नि हल्का नेता टाइपको मान्छेहरूलाई त थाहा छ नि त होइन। अनि त्यो भएपछि काठमाडौँ पनि चल्यो, त्यस्तो हुँदा हुँदै गएर अनि पछाडि गएर चाहिँ अलिकति अब बुझ्दै गयो। त्यसको 2 वर्ष 3 वर्ष पछाडि चाहिँ भनेको उयो नै भयो होइन। अनि त्यस्तो हुँदै गयो। एउटा कुरो अब मैले स्कुलमा म साधारण काम गर्थेँ, सरसफाइ गर्ने यसो होइन, टिचरहरूलाई चियाहरू दिने कामहरू गर्थेँ। त्यतिकैमा मेरो चाहिँ टिचरहरूसँग सङ्गत भयो। सायद त्यति नभएको भए म आज नेपालको क्याम्पमै हुन्थेँ होला, आज म दुःखमै हुन्थेँ मैले भन्दाखेरि होइन। किनभने एउटा के अरे बिना पहिचान बस्नु त होइन गाह्रो हो नि त, म त्यस्तै हुन्थ्यो होला। तर अनि म चाहिँ त्यहाँ हुँदाखेरि अनि एकदम सरहरूको चाहिँ सँग चाहिँ म एकदम उयो हुन्थ्यो। अनि जहिले पनि मलाई त्यहाँको प्रिन्सिपलले चाहिँ जानुपर्छ हौ विदेश जानु, उहाँले चाहिँ प्रोसेस चलाइरहनु भएको थियो तर पनि अलिकति रिस्की नै थियो त्यतिखेरसम्म। अनि जानुपर्छ मैले भने अनि एक दिन चाहिँ साह्रै पार्नु भयो कि उहाँले जानुपर्छ भने मैले भने होइन जानु त जानु सर, तर कसरी जाने त, हामी त त्यहाँ गएर के गर्ने होला त, हामी नपढेको मान्छे होइन, बालबच्चा पनि सानो छ भनेर भन्दाखेरि ल म तिमीलाई एउटा उदाहरण दिन्छु ल भन्नुभयो। हजुर यसरी नै बसेको थिएँ, एकदम राम्रो खालको हुनुहुन्थ्यो कि उहाँ, कोइराला थरीको हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो ल अमेरिका जाउँ, तिमी र म सँगै काम खोज्नु जाउँ न त, तिमी र म चाहिँ त्यहाँ गएर होइन अनि रेज्युमे बनाएर सँगै काम खोज्नु जाउँ, तिमीले काम पाउँछ म पाउँदिनँ। किन भन्दा मैले त पढेको मात्र छ, म त किताब ज्ञान मात्र छ मसँग, त्यो भएपछि मलाई त काम दिँदैन। उनीहरूले चाहिँ अनुभव खोज्छ। त्यो देश चाहिँ यस्तो हो कि सुटबुट देखेर उयो गरेर चाहिँ त्यस्तो हेर्ने होइन, मान्छेको एउटा भित्री उयो हुन्छ नि कला स्केल हेरेर चाहिँ काम दिन्छ। त्यहाँ गयो भने तिमीले काम पाउँछ म पाउँदिनँ, किनभने तिमीलाई थाहा छ नि त होइन घर कसरी सम्हाल्ने, के गर्ने, किचन कसरी राख्ने, के गर्ने, सरसफाइ कसरी गर्ने होइन, लुगाहरू कसरी उयो गर्ने तिमीलाई होइन त्यस्तो थाहा छ। त्यो भएपछि तिमीले काम पाउँछ म पाउँदिनँ, त्यो देश त्यस्तो भन्नुभयो कि। अनि म एकछिन चुप लागेर बसेँ। अनि अब अनि यस्तो भयो कि म त एउटा प्रिन्सिपल जस्तो मान्छे हो होइन, किनभने म त्यहाँनिर काम गरेको मैले 2006 गरेको 6, 7, 8 भइसकेको थिएँ, 3 वर्ष भइसकेको थिएँ। अनि आहा त्यसो अनि मैले भने अब भनेपछि म मेरो के अरे हस्बेन्डसँग कुरा गर्नु पर्यो सर भनेको। अनि भन्नुभयो। अनि नभन्दै नि हामी कुरा गर्थ्यौँ। उहाँ चाहिँ कार्पेन्टर काम गर्नुहुन्थ्यो होइन। अनि बेलुका भेला हुन्थ्यौँ दुईजना, अनि कुरा गरेको होइन यस्तो यस्तो अरे अब होइन के गर्नु त, यो दोडा छोराछोरीको त बिजोग हुन्छ, के पनि छैन यहाँ होइन, नागरिकता भए पनि त यसो खाडी मुलुक त गएर खानु पाउँथ्यो नि त, कमाउनु पाउँथ्यो, त्यो पनि छैन हामीसँग हुँदैन होइन। भनेपछि हामी चाहिँ कति वर्ष बस्ने त अब यसरी होइन, हाम्रो जिन्दगी त यहाँ यसै सक्यो, हाम्रो बल वैश्य सबै सक्यो त्यो एउटा उयसमा होइन, एउटा खोर जस्तो ठाउँमै बसेर। भनेपछि हामी त जानु पर्यो भन्दाखेरि अब मेरो हस्बेन्ड चाहिँ यस्तो हुनुहुन्छ कि होइन, ऊ सायद मैले होइन हुन्छ नि मैले लोग्ने मान्छे मैले हुन्छ नि म त्योभन्दा अगाडि पनि मैले कुनै लोग्ने मान्छेसँग मैले मेरो उयो नि थिएन होइन, मेरो नजिक भनेको बाबा हो, त्यस पछाडि मैले नजिक पाएको भनेको मेरो हस्बेन्ड होइन। उहाँ यति उयो हुनुहुन्छ नि होइन, उहाँको उयोले नै आज म यहाँसम्म चाहिँ आइपुगेको छु होइन। अनि मैले भनेको कुरोहरू उहाँले हुन्छ नि अब कति त अहिले पनि छ नि त्यस्तो श्रीमानहरू होइन, श्रीमतीले केही कुरा राख्दाखेरि हुँदैन होइन, मेरो उयसमा हुनुपर्छ भने, तर उहाँ चाहिँ त्यस्तो मान्छे होइन। अनि उहाँले चाहिँ भन्नुहुन्थ्यो कि अनि मैले भने त्यसो गर्नुपर्छ होला हौ भन्दाखेरि त नि त्यसो अरे भन्नुभयो उहाँले पनि। मलाई हेर्सरले धेरै भएको थियो भन्नुभएको। अनि तर मैले उहाँको कुरा त्यतिकैमा उडाइरहेको थिएँ, तर आज चाहिँ अनि मलाई यसरी इक्जाम्पल सहित दिनुभयो त्यस्तो अरे त्यो देश त भन्दाखेरि अनि किनभने हामीले अनि हो त नि हाम्रो यो दुईजना छोराछोरीको त भविष्य चाहिँ एकदमै होइन अन्धकारमा छ। हामी त भोलि मरौँला होइन, अब हाम्रो त बेला पनि अब ढल्किँदै गयो भन्दाखेरि हुन्छ। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ अनि त्यहाँदेखि चाहिँ हामीले पनि प्रोसेस चाल्यौँ होइन। अनि फर्म सम भरेर प्रोसेस चाल्दा चाल्दै म 2009मा चाहिँ क्यानाडा पुगेँ। हजुर त्यहाँ पुगिसके पछाडि त्यहाँको त्यो भाषाको समस्या भयो होला होइन, त्यहाँको त्यो स्ट्रगल थोरै हामीलाई सेयर गरिदिनु न। हजुर एकदमै अब हुन्छ नि त्यही त त्यस्तो भयो होइन, प्रोसेस चाल्यो। अब मेरो कोही पनि जानेवाला थिएन कि, सबै मेरो बाबाआमा भुटान जाने अनि अरू अब कति नेपालै बस्ने, प्रायः चाहिँ भुटान जाने
अनि मै मात्रै भयो मेरो घरपट्टि पनि मेरो माइतपट्टि पनि प्रोसेस सुरु गर्ने। अनि भन्नुपर्दाखेरि सम्बन्धै पनि मेरो माइतीसँग घरसँग चाहिँ बिग्रिँदै गयो। त्यस्तो भयो होइन, किनभने अब भन्ने होइन तँ त बाठी भइस्, तँ जान्ने भइस्, कहाँ जानु लागेको होइन। अब यतिसम्म भन्नुभयो कि मेरो बाबाले होइन जोइ त सिधा छ, तैँले त कहाँ जानु आँटिस होइन त्यसो भन्नुहुन्थ्यो कि। अनि मैले भने होइन, म मेरो लागि जानु आँटेको होइन, जोइको लागि पनि होइन, म मेरो छोराछोरीको भविष्यको लागि जानु आँटेको। मेरो त यही ठाउँमा बित्यो, मैले केही गर्न पनि सकिनँ, पाइनँ, छैन, ठाउँै छैन त के गर्ने होइन, छैन। तर म मेरो छोराछोरीको लागि जानु लागेको भन्दाखेरि चाहिँ उहाँहरू पनि चुप्प लाग्नुहुन्थ्यो। तर पनि त्यो अब क्वेसनहरू चाहिँ भइरहने होइन, किन जान्छस्, कसरी जान्छस्, त्यो हाम्रो भाषा पनि मिल्दैन, भाषा पनि मिल्दैन, केही मिल्दैन त किन जाने होइन। अनि अब अलिकति हुन्छ नि, अब अलिकति नबुझ्ने मान्छेले चाहिँ अब हेर्ने दृष्टिकोण भिन्दै हुन्छ नि त होइन। त्यो देश त राम्रो उयो चाहिँ छैन, अब हुन्छ नि हाम्रो जस्तो संस्कार छैन भनेर भन्दाखेरि चाहिँ अनि मैले भने होइन म त जाने प्रोसेस चाल्यो। अनि प्रोसेस चाल्दा चाल्दै मेरो ससुरा पनि मान्नु भएन जानलाई होइन। प्रोसेस भइरहेको थियो, तर उहाँले किनभने मेरो सासू चाहिँ हुनुहुन्थ्यो, उहाँ चाहिँ बित्नु भएको थियो। अनि उहाँले अर्को सासू ल्याउनु भएपछि फेरि उहाँको रिप्रोसेस गर्नुपर्ने भयो। त्यो भएपछि उहाँको फाइल छुट्याएर राख्यौँ, तर उहाँ नि आउनु चाहिँ पर्ने। त्यो भएपछि हामी 4 जना 2 जना बच्चाहरू हामी चाहिँ अब गयौँ, ल्याएर अब यहाँ बाँसबारी कहाँ हो होइन, बाँसबारी भन्ने ठाउँमा ल्याएर राख्यो अब क्याम्पबाट। त्यो सबै प्रोसेसहरू हजुर, त्यहाँ चाहिँ एउटा घर बनाएको रहेछ हामीलाई राख्नलाई। अनि एउटा हस्टेलको जस्तै सिस्टम थियो, त्यहाँ राख्ने, खानापिना दिने, सुत्ने ठाउँहरू त्यस्तै बङ्क बेडहरू थियो। त्यहाँ लाएर राख्दाखेरि अनि त्यहाँ आयौँ। अनि केही मान्छेहरू पनि भेट्यौँ हामीसँग अब जानेहरू। अनि कता कता उयो पनि भयो, मतलब कोही अमेरिका जाने, कोही कता जाने होइन। अनि प्रायः त्यतिखेर चाहिँ अमेरिका र क्यानाडा मात्रै भइरहेको थियो, अरू देश त्यति थिएन। थिङ्क डेनमार्क भइरहेको थियो होला जाने प्रोसेस। अनि त्यस्तो हुँदाखेरि अनि त्यहाँ पुग्यौँ। अनि लगभग हामीलाई 4-5 दिन राखेर त्यहाँ राखेर पनि एकदम रिसर्च गर्ने के हुन्छ नि, अब कति अब के को लतहरू छ कि भनेर त्यस्तो खालको चाहिँ अनि गरेर रिसर्चहरू गर्ने होइन, रोगहरू छ कि भनेर सबै गर्ने, मेडिकलहरू सबै चेक गरिरहने। त्यसरी 4-5 दिन राखे पछाडि चाहिँ हामीलाई उडाएको। हजुर त्यो भने नि त म होइन त्यति बेरसम्म पनि फेरि अब हुन्छ नि, मलाई एउटा मेरो झुप्रा भए पनि होइन, झुप्रा पनि नभनु, एउटा छाप्रादेखि निस्किँदाखेरि पनि होइन, म सायद मलाई कसैले घचेटे भयो, म कति बेरसम्म त्यहीँ उभिन्थेँ होला, मलाई त्यो दिनहरू पनि उयो हुन्छ होइन। म चाहिँ अब त्यति गाह्रो भयो त्यहाँबाट निस्किनलाई होइन। मलाई हुन्छ नि मेरो छिमेकी दिदीले तानेर रोडसम्म पुऱ्याउनु भयो होइन, मेरो परिवार चाहिँ अघि पुगिसकेको, म चाहिँ घरबाटै ननिस्किने। अनि त्यस्तो भएर पनि अनि काठमाडौँसम्म आइपुग्यो। काठमाडौँबाट अनि प्लेनमा उडेपछि जब प्लेनले धरती छोड्छ नि, अनि त्यतिखेर चाहिँ मलाई यस्तो फिल भयो कि म चाहिँ कहाँ गएँ होइन, म सायद म मर्नै गएको होला होइन। म त मरे मैले मेरो छोराछोरी पनि मैले मार्छु अब होइन। किनभने मैले क्यानाडा भन्ने देश त सुनेकै थिइनँ पहिला पनि होइन। मैले जानु नखान्दा पनि तिमीहरूलाई यही सुट हुन्छ भन्दाखेरि होइन, लास्टमा अब उयो हुँदाखेरि लास्टमा ओके भएको थियो। त्यो भएर चाहिँ अनि त्यसरी नै अनि उड्दाखेरि चाहिँ मैले यस्तो फिल गरेँ कि अब सायद म मर्नै गएको होला होइन। अनि मर्नै गएको होला, मैले मेरो छोराछोरी पनि म सँगसँगै मैले मार्ने रहेछु अनि भन्दै एउटा होइन म भकानिएँ होइन। अनि त्यो उयो गर्दाखेरि यस्तो सोचेँ होइन मरेँ के त, म परिवारसँगै मर्छु नि त, मेरो बुढा मेरो साथमा छ, मेरो दुवटा छोराछोरी मसँग चाहिँ मरेर अरूले गर्दाखेरि त म बाँच्ने पनि होइन, मैले अरूलाई बचाउने कुरो पनि होइन, म त्यस्तो खालको भयो। अनि मरुँदाखेरि मलाई यसरी क्वेसन गरे कि बच्चाहरूले किन रोनु भएको मम्मीमा, होइन त्यसै भने। अनि त्यहाँदेखि चाहिँ अनि उनीहरूलाई पनि थाहा भयो कि नेपाल छोडियो अब होइन, कहाँ गयो भने त। अनि यसमा मेरो ठुलो छोराले मम्मी होइन हामी कहाँ गएको, किन गएको हामी अब होइन, अनि कसले यसरी प्रोसेस चालेको, अनि हामीले त छोड्यौँ त होइन। अब हामीले त्यो हुँदा त झन् म त भकार्ने हुन्छ नि मलाई त। अनि त्यतिखेर यस्तो फिल भयो कि अब होइन जे हुन्छ हुन्छ होइन, बाँचे भने गरेर खाउँला, मरे भने मरे, म परिवारसँगै छु, यति चाहिँ भएर गएको। हजुर अनि क्यानाडा पुगे पछाडि भनेको त्यहाँनिर प्रत्येक मतलब अब प्लेनबाट उत्रिँदाखेरि पनि हामीलाई उयो गर्ने मान्छे थियो, रिसिभ गर्ने। अनि हाम्रो एउटा आइएम लेखेको झोला थियो, त्यो आइओएमको झोला हेरेरै हामीलाई पक्रिने गर्थ्यो। अनि त्यो भएकोले अनि हामीलाई रिसिभ गरेर अर्को प्लेनमा लाने त्यस्तो खालको चाहिँ भइरहन्थ्यो। अनि हुँदाखेरि
अनि क्यानाडा पुग्यौँ। क्यानाडा पुगेर अनि इमिग्रेसनको मान्छेले हामीलाई रिसिभ गर्यो। अनि भाषाको समस्या त हजुर अवश्य भयो, तर हामीलाई उल्था गर्ने मान्छे दियो, इन्टरप्रेटर दियो। किनभने हामीभन्दा 10-12 वर्ष अगाडि जानुभएको रहेछ भुटनिसै, किन उहाँहरू चाहिँ अब त्यही उयसबाटै प्रोसेस चाल्दै जानुभएको रहेछ, 2 घर रहेछ। त्यो हुनाले गर्दाखेरि चाहिँ उहाँहरू आउनु भएर हामीलाई रिसिभ गर्नुभयो। अनि इमिग्रेसनको मान्छे पनि आयो। अनि त्यस्तो भयो। अनि भाषाहरू सिकाइयो त्यहाँदेखि होइन। 1 वर्ष चाहिँ हामीलाई खानु दिन्थ्यो, पैसा दियो, भाडा पनि तिर्नुपर्ने त्यो पैसाले। अनि हामीले अब हुन्छ नि खानु लाउनु गर्नुपर्ने। अनि 1 वर्ष हामीले ल्याङ्ग्वेज क्लास जानु पायौँ। त्यस पछाडि नै हाम्रो ड्युटी सुरु भयो। भनेपछि अब भुटानमा पनि पढ्न पाउनु भएन, नेपालमा पनि आएर यहाँले जुन खालको उद्देश्य लिएर आउनु भएको थियो यहाँ पनि पढ्न पाउनु भएन, तर पढ्न पाउनु भयो त कहाँ? क्यानाडा। हजुर। अनि पढ्न पाउनु भयो। हजुर त्यहाँ गएर चाहिँ अब भाषा कक्षा पढ्नु भयो। हजुर ल्याङ्ग्वेज क्लास भनेर दिने गर्थ्यो। प्रत्येक दिन जानु पर्थ्यो। सोमबारदेखि शुक्रबारसम्म जानु पर्थ्यो। शुक्रबार हाफ हुन्थ्यो अनि फेरि शनिबार आइतबार छुट्टी। त्यसरी नै चल्यो 1 वर्ष। हजुर त्यो भाषा कक्षा पढ्दाखेरि नि अब यहाँलाई होइन मैले अब पढ्न पाएको थिएन भन्ने खालको त्यो मनमा त्यो हुटहुटी भइराखेको थियो नि, त्यो पनि आफ्नै कारणले अथवा बुवाको एकदमै होइन हामी मान्ने अथवा बुवाको अन्डरमा रहने अनुशासनमा बस्ने कारणले गर्दाखेरि एउटा सामाजिक पनि एउटा हामी त्यस्तै थियौँ नि, समाजै हाम्रो त्यस्तो थियो। हाम्रो अब सबैभन्दा फादर इज होइन हेड अफ द फ्यामिली हामीले पढ्थ्यौँ सुन्थ्यौँ होइन। त्यो गर्दाखेरि अझ आमालाई पनि हामीले सोध्ने आमाले भनिदिन्छु भन्दाखेरि पनि भोलि बिहान आमा र बुवाको रिलेसनमा केही होला होइन भन्ने सम्म सोचेर यहाँले पढ्न यहाँनिर अब त्यो अवसरहरू आए पनि छोड्नुभयो, तर त्यहाँ गएर पढ्नुभयो, भाषा पढ्नुभयो। पढिसके पछाडि अहिले सबैजना त्यहाँ सेटलमेन्ट भएको छ होइन, बसोबास राम्रै छ। यसरी नेपाल आउनु भएको छ। नेपाल आउने क्रममा आज हामीसँग यो भलाकुसारी कुराकानी गर्ने अवसर प्राप्त भयो। समयको पाबन्दी छ, अब हामी छुट्टिनु पर्छ होइन। यहाँका कति धेरै कुराहरू मनमा रहेछ होइन, हामीले पनि त्यो कुराहरू यहाँले साझा गरिदिनु भएर हामीले सुन्न पायौँ र हाम्रा सम्पूर्ण श्रोतासम्म पुर्याउने त्यो प्रयत्न पनि भयो। यहाँलाई धेरै धेरै धन्यवाद। अब फेरि पनि नेपाल कहिले आउनुहुन्छ? होइन मन त हुन्छ नि वर्षैपछि आउने मन छ होइन, भने नि जहिले तानिरहने यताको हावापानीले होइन। एउटा मेरो टिनेजर बितेको ठाउँ हो नि त होइन, अनि आफ्नो भाषा मिल्ने ठाउँ देश हो। त्यो भएर मन त छ, तर पनि हेरौँ होइन 2-4 वर्ष फेरि होइन अवश्य। अब चाहिँ किनभने पोखरा चाहिँ यस्तो भयो कि अब मैले एउटा कुरो मन पनि मारेर बसेको थिएँ, किनभने म जब उहाँ गएको 1-2 वर्ष पछाडि चाहिँ म आउँछु भन्ने मलाई एकदम लाग्थ्यो, जान्छु मेरो छोराछोरी जन्मेको एउटा घडेरी पनि म देखाउँछु भने। तर त्यो ठाउँ चाहिँ एकदम वृन्दावन पातल भयो भन्ने सुनिन्थ्यो कि मैले सुन्दाखेरि। अनि धेरै भएपछि मैले अब म जान्न, किनभने होइन जान सक्दिनँ होला म त्यहाँ गएर। अब म हिन्डुल गर्न पनि मलाई गाह्रो हुन्छ होला, म जान्न भन्ने खालको गरेर बस्थेँ। तर म जब गुरुसँग भेट भएँ होइन, हजुर उहाँसँग भेट भए पछाडि, हजुर उहाँसँग भेट भए पछाडि उहाँसँग भेट पनि फेरि टिकटकमा भएको हजुर एकदम। उहाँले टिकटकमा अब यो डान्स सिकाउने, यहाँलाई डान्समा पनि इच्छा। हजुर एकदम। त्यो चाहिँ अब मैले भन्नुपर्दाखेरि मैले बच्चैदेखि मैले थाहा पाउँदादेखि चाहिँ मैले मारुनी नाच हेरेर गीत सुनेर आएको थिएँ होइन। मेरो हजुर मेरो किनभने मेरो बाजे चाहिँ हजुरहरूले सुन्नुभएको भुइँफुट्टा भन्छ नि, धामीहरू निस्क्यो भन्छ नि, त्यस्तै हो मारुनीको चाहिँ उहाँ त्यस्तो। मारुनीको गुरु हुनुहुन्थ्यो। हजुर हजुर उहाँ त्यस्तो हजुर त्यस्तो हुनुहुन्थ्यो। अनि त्यो भएको कारणले चाहिँ मैले जतिखेर थाहा पाउने भयो त्यतिखेरदेखि मैले मारुनी नाचेको देखेको होइन। मेरो बाजेले गाएर मारुनी नचाउनुहुन्थ्यो सिँगारेर। अनि त्यो भएको कारणले पनि मलाई चाहिँ नाच्न एकदम रहर लाग्थ्यो। अनि त्यो मौका पाएँ मैले र भाइसँग भेट भयो। हजुरले गुरु भन्नुहुन्छ, उहाँले दिदी भन्नुहुन्छ। हजुर आफ्नै दिदी होइन। अहिले यो अवसर पनि मिल्यो यहाँहरूको यो तिहारमा टिका लगाउने, भाइको होइन भाइलाई टिका पनि लगाइदिनु भयो, यहाँले पनि टिका लाउनु भयो। यो भन्दा राम्रो सम्बन्ध कसको हुन सक्छ र होइन। यो चाहिँ टिकटकले जुडाएको सम्बन्ध। त्यसपछि फेरि लप्सन भाइ मार्फत नै हामीसँग गोर्खाली रेडियोसँग जोडिन पुग्यौँ होइन।
एकदम भाइलाई पनि अन्तर्मनबाट शुभकामना धन्यवाद दिन्छु। उहाँले चालेका हरेक कार्यहरू अझ सफल हुँदै जाउन् होइन। एकदमै राम्रो सबैसँग मिल्न सक्ने, मैले भन्छु लप्सनको त्यो व्यवहारहरू देख्दाखेरि त्यो त चिनी जस्तो छ कि होइन, त्यो व्यवहारको जोसँग पनि मिल्न सक्ने। अनि प्रतिभा पनि त्यति नै। अघि त्यहाँ बाहिर हामी अफलाइनमा त्यो कुरा पनि भइराखेको थियो। यो गीत त मैले 12-15 वर्ष पहिला होइन कोरियोग्राफर गरेको होइन, मैले गरेको गीतहरू हो, कोरियोग्राफ गरेको गीतहरू हो भनेर म चाहिँ भन्ने उहाँले भनिरहनु भएको थियो। 10-12 वर्षपछि मैले यो गीत सुन्दैछु एज अ कोरियोग्राफर होइन। आफ्नो सिर्जना मलाई मनपर्छ, माया लाग्छ। त्यसले गर्दाखेरि हामी चाहिँ यसरी जोडिन पायो, एकदमै खुसी लाग्यो। बहिनीलाई यति धेरै कुराहरू साझा गरिदिनु भयो, हामी माझ बाँडिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद होइन। यहाँका दुःखका दिनहरू थिए त्यो अब पास्ट भइसक्यो, अब भने नयाँ सुखका दिनहरू आउँदैछन्। अझै पनि यहाँको पनि धेरै उपलब्धि रहोस्, शुभकामना व्यक्त गर्दछु। अन्त्यमा के भन्नुहुन्छ? हजुर, अब म के भन्छ होइन, मलाई यति ठुलो अवसर दिनुहुने होइन, मेरो गुरु, म गुरु भाइ भनेर उहाँलाई सम्मान गर्छु होइन। उहाँले भन्नुहुन्छ मलाई गुरु नभन्नु दिदी भाइ भन्नु, तर म किनभने मैले उहाँलाई एउटा होइन गुरुको रूपमा पाएको हो नि त पहिला त होइन। त्यस पछाडि हजुरले चिनी भन्नुभयो, हो त्यो चाहिँ सही हो होइन। उहाँ एकदमै होइन, त्यही भएर पनि मैले हजुरलाई भने नि म हतपत मान्छेसँग चाहिँ घुलमिल नहुने खालको मेरो त्यस्तो हो। तर पनि उहाँसँग यति राम्रो हाम्रो सम्बन्ध बस्यो होइन। 3 वर्षमा चाहिँ हामी होइन भयौँ होइन। अनि उहाँसँग चाहिँ भेट भएदेखिको मलाई हुन्छ नि, मलाई नेपाल आउने चाह पनि जाग्यो। उहाँले जहिले पनि मलाई बोलाएर आउनुहुन्न र दिदी, म आउँछु। त्यस्तो हुँदा हुँदै आज आएँ होइन। र मैले सधैँ सोच्थेँ कि रेडियो स्टेसन चाहिँ कस्तो हुन्छ होला। मैले अस्ति गुरुसँग कुरा गरेँ नि, भन्नु कस्तो हुन्छ होला भन्ने खालको त्यस्तो हुन्थ्यो कि जिज्ञासा पहिला नेपालमा हुँदा नि। अनि तर आज म होइन, म यहीँ बसेर रेडियो स्टेसनमा बसेर बोल्न पाइरहेको छु। हजुर जस्तो होइन, एउटा यो जिल्ला यो ठाउँ भनेको चाहिँ यस्तो रहेछ कि गुरुङको मूल थलो रहेछ। मैले भर्खर थाहा पाएको। मलाई एकदम चासो पनि लाग्छ मलाई यो विषयमा, तर मलाई के पनि आउँदैन, मैले चासो राख्ने मात्रै हो। अनि यो ठाउँमा मलाई आज पुर्याउनु हुने मेरो गुरुलाई होइन, मेरो गुरु भाइलाई धेरै धेरै म नमन गर्छु। अनि साथमा गएर मेरो होइन, मेरो हस्बेन्डको साथ सपोर्ट मलाई हुन्छ। किनभने हामीले उदाहरण देखेको पनि छौँ नि त होइन, हामीले भोगेको पनि छौँ। यदि दुवैजनामा साथ सपोर्ट भएन भने जिन्दगी चल्नु गाह्रो हुन्छ नि। तर मेरो चाहिँ त्यस्तो भएन होइन। मैले भने मेरो हामी देख्दै नदेखि बिहा भएको हो मतलब होइन। अब बिहा भइसकेपछि मात्रै हामी नजिक त्यस्तो हो। तर पनि होइन, जे मलाई दियो भगवानले त्यो एकदम सही दिएको छ होइन। म आज त्यही कारणले म होइन, म यति भएको छु। र सबैभन्दा मैले होइन, म मेरो बाबालाई म सरी भन्न चाहन्छु होइन। मैले यो कुरा म अहिले पनि म उहाँको अगाडि गर्न चाहिँ सक्दिनँ होइन। तर मैले यहाँ आज गोर्खाली रेडियो भन्नु होइन, त्यहाँ गोर्खाली रेडियो मार्फत मैले मेरो कुरा भन्न पाएँ होइन। हजुरलाई कता कता दुःख लाग्छ होला मेरो यो देखेर होइन, तर पनि म सरी भन्न चाहन्छु होइन। हजुर अहिले त अब मेरो बाबा 65 वर्षको हुनुभएको छ होइन। उहाँ रिटायर लाइफ भयो, उहाँ क्यानाडामा हुनुहुन्छ मेरो बाबा। अनि सरी होइन, किनभने अब एउटा उयसमा आयो, सन्दर्भमा आयो होइन। र मलाई पनि त उयो भयो नि होइन, मलाई सायद लागिरहन्थ्यो होला नि, मैले आज भन्नु नपाउँथ्यो होइन। मलाई पनि उयो भयो होइन। उहाँ एकदम उयो हुनुहुन्छ, जे गर्नुभयो उहाँले, तर मेरै लागि गर्नुभयो नि त होइन। के थाहा म पढेको भए म आज यस्तो पनि हुने पनि थिएन नि होइन, मातेर। त्यही भएर हजुर मेरो आमा बाबालाई चाहिँ एकदम होइन, अहिलेसम्म उहाँहरूले जन्मको छोराछोरी पनि हामी जम्मै छौँ होइन। मेरो आमा पनि एकदम तन्दुरुस्त हुनुहुन्छ, सधैँ त्यसरी बाँचेको देख्न पाऊँ। अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद। प्राविधिक बहिनीलाई पनि एकदम मनबाटै धन्यवाद, धेरै धेरै धन्यवाद। निकै रमाइलो र खुसी लाग्यो यहाँसँग यो कुराकानी गर्दा। पक्कै पनि यहाँले राख्नुभएका ती पीडाका दिनहरू हामीले होइन, र त्यसलाई यहाँले बताइरहँदाखेरि हामीलाई त यति त्यसले हर्ट गर्यो, यति मन दुखायो होइन, यति दुखित बनायो भने हजुरहरूले त भोगेकै मान्छेलाई कस्तो भयो होला त्यो कुरा त अब यहाँलाई नै थाहा छ। त्यसैले अब ती दिनहरू पार गर्दै आउनुभएको छ। आज
अबका दिनहरू राम्रा रहन् भन्ने शुभकामना व्यक्त गर्दछु। बाबु नानीहरू पनि एकदमै राम्रोसँग पढिरहनु भएको रहेछ। अनि मैले ज्वाइँ साहब भनेर सम्बोधन गर्न चाहेँ। उहाँ पनि हर्कबहादुर तेलमय गुरुङ, उहाँ पनि एकदमै राम्रो टाइपको हुनुहुँदो रहेछ। सपोर्ट गरेर आफ्नो फ्यामिलीलाई होइन सपोर्ट गर्ने, अनि सामाजिक सञ्जालमा पनि मैले देखेका थिएँ होइन, अरू ठाउँमा प्रोग्रामहरू स्पोन्सर गरिदिने अनि विभिन्न सामाजिक कार्यहरू गर्न रुचाउने त्यस्तो टाइपको हुनुहुँदो रहेछ। त्यसैले उहाँलाई पनि एकदम धन्यवाद। इभन उहाँले अनुमति दिनुहुन्थेन भने हजुरलाई यहाँ आएर बोल्ने अनुमति पनि दिनुहुन्थेन कि होइन। किन आउनु पर्यो, किन जानु पर्यो, हामी क्यानाडामा बसिरहेको छौँ, हाम्रो जीवन चलिरहेकै छ, नेपालमा आएर एक दिन त्यहाँ यसो मिडियामा बोलेर हुने के हो र भन्ने टाइपको हुन्थ्यो होइन। तर आफ्नो कुरा भन्नुपर्छ, ठिक छ भनेर अनि सेयर गर्नका लागि पनि उहाँले त्यो अनुमति दिनुभयो। परिवार हो, कसैको अनुमति चाहिँदैन भन्ने कुरा हुँदैन हामीले होइन। एकदमै यहाँले बुवा आमाको त्यो आशीर्वाद लिनु, बुवा आमाको त्यो खालको त्यो त एकदमै कठोर र यहाँले जुन लिनुभयो नि त्यो प्रतिबद्धता भन्छु कि म त एकदमै बुवा आमाको त्यो एउटा खालको अनुयायी भएर छोराछोरी भनेको चाहिँ यस्तो हुनुपर्छ कि बुवा आमाले भनेको नभनेपछि जानु हुँदैन भन्ने खालको। अहिले त त्यस्तो हुँदैन होइन, बुवा आमाले भने पनि एउटा कानले सुन्ने अर्को कानले उडाउने। तर प्रायः जसो हामीहरू अलि पहिलाको पुस्तामा चाहिँ भनेको कुरा मान्नु पर्थ्यो होइन। त्यो एउटा सोसाइटी थियो, एउटा संस्कार थियो, संस्कृति थियो। हामीले भनेको मानेन भने एकपटक कोहीसँग त्यस्तो नराम्रो भयो भने त्यो सधैँको लागि त्यही बस्छ भन्ने खालको हाम्रो बुझाइ थियो। त्यसैले पनि यहाँले बुवाको मन दुखै मलाई पढ्नु छैन भन्ने खालको आफ्नै त्यो एउटा आफूलाई एउटा मौकाबाट गुमाउनु थियो नि त त्यो भनेको त होइन। पढ्नु भएको भए अझै योभन्दा बेटर हुन्थ्यो कि भन्न पनि अब होइन, मान्छेले त्यसरी पनि सोच्छन्। तर हजुरले चाहिँ त्यसलाई एकदमै राम्रोसँग म यदि पढेको भए अलि होइन कस्तो अलिकता परिवारभन्दा बाहिर जान्थ्यो होला कि अब के हुन्थ्यो होला कि जे भएको छ अहिलेसम्म राम्रो भएको छ भनेर त्यसलाई चाहिँ सकारात्मक तरिकाले लिएर अहिलेको परिवारलाई अगाडि बढाउनु भनेको त्यो सबैभन्दा राम्रो कुरा हो। यहाँलाई धेरै धेरै बधाई छ, धन्यवाद छ होइन। यति धेरै कुराहरू सेयर गरिदिनु भयो। मैले फर्स्ट टाइम भेट्दाखेरि हजुरसँग ती धेरै कुराहरू लिन पाएँ होइन। आगामी दिनहरूमा पनि हाम्रो संवादहरू, हाम्रा कुराकानीहरू यसरी नै अगाडि बढिरहन् र फेरि नेपालको पोखरामा आउनुहोस्। अब पक्कै पनि झापा त जानुहुन्छ होला हजुर, झापा पुग्नुहुन्छ किनभने त्यहाँ आफू बसेको ठाउँ 17 वर्ष भनेको त एउटा 2 शताब्दी नै हो, 2 दशक हो, शताब्दी होइन दशक हो। त्यसैले गर्दाखेरि लगभग 2 दशक बसेको ठाउँमा पुग्नुहुनेछ। त्यहाँको पनि धेरै कुराहरू यहाँले हेर्नुहुनेछ, अवलोकन गर्नुहुनेछ। पहिला हिँडेको बाटाहरू होइन, अहिले अब कस्तो भएको छ यहाँका प्रगतिहरू हेर्नुहोस्। त्यसपछि अब नेपाललाई पनि माया गरिदिनुहोस्, गर्नुभएको छ, अझै थप्ने मायाहरू गर्नुहोस्, सरसल्लाहहरू होइन। विदेशमा यस्तो खालको राम्रो सिस्टम छ, अब हाम्रा देशलाई पनि यसरी अगाडि बढाउन सकिन्छ भन्ने। त्यस सँगसँगै अब नेपालको पनि हामी अब यो आफ्नो उसहरू छन् होइन, आफ्नै संस्कृतिहरू छन्, संस्कारहरू छन्। ती संस्कारहरूलाई पनि माया गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद दिदी हजुरलाई। हजुर आदरणीय श्रोता, यति बेला यहाँले यो कुराकानी सुन्नुभयो गोर्खाली रेडियो 106 मेगाहर्जमा कार्यक्रम गोर्खाली विशेष। कार्यक्रम गोर्खाली विशेषमा आज हामीले एकजना गोपी गुरुङ बहिनीसँग कुराकानी गर्यौं। उहाँको भुटानदेखि नेपाल, नेपालदेखि क्यानाडासम्मको यात्रा आज एउटा कथा एकदमै त्यो स्वेटर बुनेको जस्तो गरेर सलल उहाँले अगाडि बढाउनु भयो। म एकटकले हेरिरहेँ, उहाँको कुरा सुनिरहेँ। कतिपय ठाउँमा धेरै भावुक पनि बनायो उहाँका कुराहरूले गर्दा। कतिपय ठाउँमा हामीले होइन अब टिलपिलाइरहेका आँसुहरूलाई पनि लुकाउन बाध्य भयौँ
यस्तो खालको कथा उहाँले कहानी हामीलाई राखिदिनु भयो। तपाईँलाई कस्तो लाग्यो आवश्यक सल्लाह सुझाव दिनुहोला। हाम्रो कार्यक्रमहरू हेर्दै गर्नुहोला। प्राविधिक साथी अर्चनालाई धन्यवाद भन्छु। यहाँहरू सम्पूर्णप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्दै हामी अर्को श्रृङ्खलामा जोड्ने बाचासहित आजको यो कार्यक्रमबाट म खिमा गुरुङ बिदा माग्छु। नमस्कार।